कार्यक्रम छड्के सलाम। नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको। कार्यक्रम छड्के सलाममा विगत खासबाट रिटायर हुनुभएका हाम्रो सापहरू गुरुजीहरूसँग कुराकानी गर्ने गर्छौँ र आज यो कार्यक्रम रेकर्ड गर्नको लागि चाहिँ हेजमा आएको छु र आजको मेरो पाहुना हुनुहुन्छ कपिल रिटायर ज्ञान राई दाजु नै भन्नु पर्ला उहाँलाई, होइन? र उहाँको नेपाल घर चाहिँ भोजपुर, अहिले यहाँ चाहिँ बसिराख्नु भएको रहेछ। उहाँको आर्मी डेजको कुराहरू अनि उहाँको बाबा पनि सेकेन्ड वर्ल्ड वारमा चाहिँ जस लड्नु भएको रहेछ त्यो स्टोरीहरू पनि उहाँले सेयर गर्छु भन्नुभएको छ र उहाँसँग कुराकानी गर्नेछ र उहाँकै घरमा चाहिँ मलाई यहाँ निमन्त्रणा गर्नुभएको छ र उहाँसँग एकदमै खुसी पनि लागेको छ। पहिला पनि उहाँलाई भेटेको, आज उहाँको आर्मी डेजको कुराकानी गर्नेछौँ र उहाँ चाहिँ 1965मा फर्स्ट सेकेन्ड जिआरमा भर्ती हुनुभयो र पछि 1980मा चाहिँ सेकेन्ड जिआरबाट पेन्सन जानुभएको रहेछ। अहिले बेलायतमा हुनुहुन्छ। दाइ नमस्कार हजुरलाई। हजुर नमस्कार। आरामै हुनुहुन्छ? हजुर ठिक छु। कति भयो यहाँ हेजमा बस्नु भएको तपाईँ? हेजमै पहिला म अर्को ठाउँमा थिएँ, नर्थ हलमा। त्यहाँ यहाँ सरे करिब 1 वर्ष ज्यादा भइसक्यो। रमाइलो ठाउँ बस्नु भएको रहेछ है? हजुर राम्रो छ यो, एक प्रकारले यो गाउँ जस्तो, यहाँ दार्जिलिङको जस्तो छ, गाउँ जस्तो राम्रो छ हजुर यो। अनि एकदमै हल्ला पनि नहुने रहेछ। हजुर सेन्टर पनि पर्छ यहाँ मेरोबाट, यहाँबाट हेज, साउथ हल, ग्रिन फोर्ट, नर्थ हल, साउथ हेरो सेन्टरै पर्छ। हिँडेर जाँदा हजुर हिँडेर जाँदा पनि पुगिन्छ। ए कतिको नेपालीहरू हुनुहुन्छ यो एरियातिर गोर्खालीहरू? छ फाडक फुडुक छन् नेपालीहरू त, पुरै गोर्खालीहरू जहाँ तहाँ नै बसिया छन्। यहाँ साउथ हलतिर पनि छन्, हेजतिर छन्, नर्थ हलतिर छन्, सबैतिरै छन्। ए राइट। यहाँ चाहिँ तपाईँ एक्लै भेट्यो आज घरमा चाहिँ को बस्नुहुन्छ यहाँ चाहिँ? म मेरो श्रीमती चाहिँ वहीँ नेपालमै छोडेको छु, यसमा बोलाउँ भनेको त्यति इच्छा गरिरहेको छैन। यो बिएस स्टेसन छेउमा उता घर पो बनाउँदैछ तपाईँहरूको, म जौलेखेलमै बस्छु। ए काठमाडौँको कुरा? हजुर। हाम्रो नयाँ स्टेसनमा जानु भएको छ भन्नाले त्यो ब्रिटिस क्याम्प छेउको कुरा हो। पहिला किशोर साहब हुँदा मेरो निकै हेमखेम किशोर साहब मेरो साथी जस्तो पनि हो। 3 तले बनाएको छ नि। हजुर, म टोल विकास समितिको अध्यक्ष हुँदाखेरि किशोर साहबले धेरै सहयोग पनि गर्नुभएको छ। सँगै काम पनि गऱ्यौँ। पहिलाको नट फार फ्रम स्टेसनदेखि उता मेरो घर। भनेपछि श्रीमती चाहिँ आउनुभयो, त्यसपछि अहिले नेपाल छैन? ए आउनु भएको छैन। आउँछु, उसको उतै व्यवहारिक कुराहरू गर्दाखेरि अब बुढेसकाल ओह्रालोले पनि लाग्यो, बोलाउँ त भने यो समरमा। ओके, अब छोरी त काममा जानुभएको छ, कसरी टाइम पास गर्नुहुन्छ तिनी घरमा? म केही गोर्खा यसरी लोकल कमिटी सङ्घ संस्थातिर पनि इन्भल्भ छु। हाम्रो अनि गोर्खालीहरू दाजुभाइ बुढाबुढी दिदीबहिनीहरूलाई हरेक बुधबार हामी भेला हुन्छौँ साउथ हेरोमा। अनि त्यो दिन बुधबार त भइहाल्यो हप्तामा, अनि अरू बेला त साथीभाइ यताउति हलवाई गरेर। त्यहाँ भेलामा चाहिँ के कुराहरू? भेलामा गोर्खाका समस्याहरू के छन् युकेभित्र, थुप्रै हाम्रा बुढाबुढीहरूलाई हाम्रा गोर्खा समुदायमा नदेखिएका भित्री समस्याहरू थुप्रै हुन्छन्। अनि ती सरसल्लाह नबुझेका नदेखेका यसरी लिनुपर्छ, यहाँ जानुपर्छ। अनि यो सामान्य कुराहरू कति बुढाबुढी विवेकछेरी बुढाबुढी पनि छन्, देख्न सक्दैनन्। उनीहरूलाई के इम्पोर्टेन्ट प्रायोरिटी के हुनुपर्छ, यो चाहिँ जानेकै हुनुपर्छ। जस्तै तपाईँको भनेर कतिपयलाई अब फोन नम्बरका कुराहरू, पोस्ट कोडका कुराहरू, ई भिसाका कुराहरू चलिरहेछन्। यो गाह्रो छ, यो कसरी बनाउने, यस्तो नआतिनु, फेरि कोही त आतिएर कताएर के भन्छन्। अनि हामी बिस्तारै गर्छौँ, यी कुराहरू चलाउँछौँ, गर्छौँ हप्ताभरि। तपाईँले त उहाँहरूलाई हेल्प गर्नुहुन्छ होला होइन? हजुर, हाम्रो यहाँ 1-2वटा संस्था छ, जस्तो हजुरको एक्स गोर्खा एसोसिएसन इलिङ पनि छ एउटा। पहिला मेजर चन्द्र थियो, अहिले उहाँ जानुभयो, अमेरिका जानुभयो। उहाँको एसिस्टेन्ट उपाध्यक्ष रुकुम राणाले चलाइराखेको छ, त्यो एउटा संस्था भयो। अर्को गन्जालेको GNW भन्छ, गोर्खा नेपाली सोसाइटी, त्यो 2टा भयो। अनि सत्यगरा हामी मिलेर 2-3वटा संस्था मिलेर सबै चाहिँ एकता भएर सुझाव सल्लाहहरू समस्याहरू बताउँछौँ, त्यस्तै कुराहरू गर्छौँ। तपाईँको चाहिँ के त्यहाँ कम्युनिटी हल छ कि कस्तो ठाउँमा कार्यक्रम? त्यो होइन, रेन्टमा हामीले ल्याउँछ। एउटा यहाँको सिभिलको घर हो, एउटा त्यो फुटबल क्लब जस्तो छ। करिब त्यहाँ 100-150 मान्छे अटाउँछ। अनि 60-70 जना कहिले भेला हुन्छौँ, जो 40-50। हजुर चाहिँ कति भयो बेलायत आउनु भएको? मे 18मा आएको थियो हजुर। अनि पोहोरमा गए निकै बसेँ नेपालतिर। खोटाङ 1 महिना, भोजपुर 1 महिना, हलेसी तुवाचुङ तुवाचुङका पुरा घुमेँ, भिजुअलहरू लिएको छु। अब खोटाङ दिक्तेलको हलेसी हो नेपालीको लागि, पूर्व क्षेत्रमा पशुपतिनाथ जस्तै हो। अनि फेरि भोजपुरेको लागि टेम्के भन्छ, त्यो टेम्के चाहिँ सानो सानो, त्यहाँ त्यो एरियाको हिमालय भन्दा पनि त्यता पुग्यो हजुर।
त्यही त त्यो हलेसी त पहिला हाम्रो दाजुहरू दिदीहरू चाहिँ त्यो 1 हप्ता लगाएर दिदी बहिनीहरूले चाहिँ अब त्यो थुम्सेमा अब झोलामा रोटीहरू बोकेर होइन रक्सीहरू बोकेर जानुहुन्थ्यो। हाम्रो दाजुभाइ चाहिँ मादल बजाउँदै जानुहुन्थ्यो क्या। तर अहिले त त्यो अहिले धेरै कुराहरू परिवर्तन भएको छ। अहिले त तपाईँको काठमाडौँदेखि सरर सजिलो त्यही बाटो चाहिँ पूर्व जानलाई खोटाङ गितेल शङ्खसभा उता भोजपुर जानलाई त्यहाँबाट सट्ट चढ करिब 2 घन्टा 3 घन्टा त पुरै हाल्दो रहेछ। त्यो खाना खानै पुऱ्याउँछ। खोटाङ चाहिँ के तपाईँको ससुराली त होइन होला? खोटाङ मेरो पुर्खौली ठाउँ हो। अहिले 500 पुस्ता होला। रतनचा भन्नेमा म चामलिङ हो थर, तर मैले परिचय दिँदाखेरि भोजपुरे चामलिङ भन्छु। कारण त्यो भोजपुरे चामलिङ भन्नु चाहिँ भाषाहरू सबै बान्तामा हो। रीतिथिति रीति हो, सबै कुरा भाषा सर्की चार चलन सबै बान्तामा परियो। मान्छे पछि चामलिङ। त्यसरी चाहिँ मैले भोजपुरे चामलिङ है भन्छु। किनभने भोजपुरे भनिएन भने फेरि चामलिङ भन्छ। यो फेरि भाषामा बोलायो भने त समस्या पर्छ। तपाईँको भोजपुरे चामलिङ र खोटाङे चामलिङको भाषा मिल्छ? मिल्दैन। उता पुरा खोटाङमा त प्राय हुन त अरू पनि छन्। प्राय मलाई लाग्छ धेरै जस्तो म्याक्सिमम चामलिङ हो। त्यही खालिङहरू होला, साम्पाङहरू पनि छन्। हो, त्यो त हाम्रो 3 नम्बर साम्पाङ र फेरि 4 नम्बर साम्पाङको भाषा मिल्दैन कि तपाईँको पनि धेरै छ। त्यसरी अनि कति कुरो भोजपुरे र खोटाङेको बिचमा के पनि भइराखेको छ भने नाता बेला गाँसिएको छ धेरै पुरानो कालदेखि। अनि भाषाको समस्या, त्यो कथा कुराहरू किंवदन्ती कथाहरू पनि थुप्रै छन्। त्यस्तो कुराहरू पनि छन् त्यहाँ। हजुर, भाषाको समस्या। कार्यक्रम छड्के सलाम। कार्यक्रम छड्के सलाम बिएबएस गोर्खा रेडियोबाट तपाईँले सुनिराख्नु भएको छ। कपरेल रिटायर ज्ञान राई दाजु हुनुहुन्छ र एकदमै स्लिम, हामीभन्दा स्लिम फिट हुनुहुन्छ। एजमा बसेर उहाँकै घरमा बसेर यो कार्यक्रम रेकर्ड गरिरहेको छौँ। उहाँको श्रीमती चाहिँ नेपालमै हुनुहुँदो रहेछ। अब ल्याउने पनि उहाँले पहल गर्दै हुनुहुँदो रहेछ। राइट, गाउँतिर जाउँ। तपाईँ चाहिँ भोजपुरमै जन्मिनु भयो? हजुर, म भोजपुरमा जन्मेँ, तर म भर्ती हुनुभन्दा पहिला म धरानमा पनि बसेको थिएँ। काम गर्नुभएको थियो कि पढ्नुको लागि? भन्दा पनि केही शिक्षाहरू लिनुको लागि। मेरो गुरुजी अहिले बित्नुभयो। एक धर्मराज राई हुनुहुन्थ्यो दिल्पाको। सायद मलाई लाग्छ उहाँ भोजपुरबाट धरानमा आएर पहिलो एसएलसी दिने मान्छे हुनुहुन्थ्यो मेरो गुरुजी। उहाँ बित्नुभयो। उहाँ धरान शिवमार्गमा हुनुहुन्थ्यो। अनि बस्यो। अनि त्यहीँ धरानमा हुँदा भर्ती लाग्नु? हजुर। भनेपछि बाल्यकाल त्यति बिताउनु भएन गाउँमा? भन्दा पनि अब 15 वर्षसम्म त गाउँमै बसियो होइन। गाउँका सबै मलाई थाहा छ। अब उकालो ओह्रालो, अब दाउरा घाँस, हलो कोदाली, दाम्लो नाम्लो, हजुर कोदाली 2 प्रकारको, अब चाम कोदाली, चपरा होइन। चाम कोदाली भने हजुर चाम कोदाली, हजुर छोटो बेड, त्यो आली लाउँछ। हजुर छोटो बेडको चाम कोदालीले चाहिँ आली लाउनु पर्यो, भित्ताहरू तास्ने। चपराले चाहिँ बारी खन्ने। सबै छ। मैले पनि त्यो गरेर आएको। तर हलो चाहिँ जोत्न दिनुहुन्थेन कि बाबाले? किन दिनुहुन्थेन नि? यो रेडियोबाट मैले पनि सधैँ धेरै पटक भनेको छु, हलो बिगार्छ भनेर चाहिँ त्यो उहाँले हलो छुन दिनुहुन्थेन। अर्को चाहिँ खुकुरी के बाबाको चाहिँ 2टा हतियार। एउटा चाहिँ खुकुरी, एकदमै लाग्ने हुनुपर्ने। त्यो खुकुरीले दाढी काट्नुहुन्थ्यो कि? त्यो बेला तपाईँले ठिक भन्नुभयो। मलाई पनि त्यो स्मरण भयो। खुब यो हलो जोत्नु खुब रहर लाग्ने। हलो जोत्नु अब अलिक जान्नेहरूले विश्वास नगरेर नदिने। अनि फकाइ चाकाडी गरेर काका दाजुहरू काकाहरू तपाईँ बस्दैको चाहिँ थाक्नुभयो भनेर अनि मुस्किलले एकछिन जोतिन्थ्यो, खुब जोतिन्थ्यो। त्यो अलिकति फाँटिलो जग्गामा त गोड जोत्नु मजा आउँछ। तर फेरि गाउँतिर त एकदमै त्यो पाखा बारीमा त स्किलै चाहिन्छ नि त गोड जोत्नु। अलिकति त्यसमा पनि गोरु बदमास पऱ्यो भने त होइन, खुब रहर लाग्थ्यो। त्यसरी नै गाउँघर बितायो हजुर। त्यसरी अनि झऱ्यो। अब रह्यो कुरा मलाई धरान पहिला भर्ती हुँदा पहिला झर्नुको कारण पनि म चाहिँ सानो जिउको अलिक लुते मान्छे। गल्लाले पत्ताएन। नपत्ताएपछि मलाई नलिने भयो। त्यो चाहिँ गाउँको कुरा भर्ती हुँदा पहिला कुरा। त्यो 15 वर्षको रहेछ होइन? हो 15 वर्षमा त एजै पुगेको थिएन। तर त्यति बेला 15 वर्ष गल्लालाई भेट्दा त मैले 16-17 लाग्न आँटेको थिएँ। अनि उसले नलिएको हुनाले म त्यतिकै चाहिँ नै खुसीले धरान झर्नु 1-2 जना साथी लिएर धरान झरेको थिएँ। त्यहाँ चाहिँ किन लिएन? तपाईँको हाइट पुगेन, वेट पुगेन? होइन, त्यतिखेर चाहिँ अब गल्लाले अब लाइन छोकडा भान्जाहरू थिए, कोही हस्ता पुस्ता। अब म त लुते परेँ यसो हेर्दा पनि पत्ता आएन। अनि तेरो बेला भएको छ। तपाईँ एकदमै गोरो हुनुहुन्थ्यो होला, अहिले पनि गोरो हुनुहुन्छ। तेरो बेला भएको छैन, फेरि हेरौँ पछि भन्ने नलिएको कारणले म झरेँ। अनि तल झरेर धरानमा बस्दाखेरि त्यो भर्ती हुनको लागि नै झर्नु भयो?
भर्ती पनि हुने अब सबै अलिकति मन बिग्रेर जानु। के हुन्छ हजुर। अब त्यतिखेरको स्थितिमा के भन्छ त्यो अल्लरे हुमा होइन, त्यो त डुलियो हिँड्यो गर्दाखेरि क्याम्प थियो, त्यो घोपा क्याम्प त्यो बेला। गोर्खा मेजर 10 इयरकै हाम्रै भोजपुरी हो, यो याखामा पनि पहिला अध्यक्ष गरिसक्नु केबी राईको बाउ हजुर दिलबहादुर गोर्खा मेजर थियो, अनि उहाँलाई भेटिन्थ्यो। गोर्खा मेजर भन्ने पनि थाहा थियो? थियो, त्यो घोपामा बसेको थियो, थाहा क्याम्पभित्र पस्नु दिन्थ्यो तपाईँलाई? त्यतिखेर नाम के ठेगानाहरू के लेखाएर दिन्थ्यो दिनु त। कि मेरो फलाना चाहिँ भन्नु त सिभिल लाइन भन्ने बेग्लै थियो त्यो बेला। यता आर्मी सर्भिसमेनहरू चाहिँ त्यो ठाडो बाटोदेखि, तर क्याम्पभित्रै थियो नि। हजुर गेट त हो, सिभिल लाइन उता थियो, गेट त एउटै, गेट त माथि एउटै हो, गेट त एउटै हो। अनि त्यतै गइन्थ्यो त्यो समयमा। अनि दिनभरि सिभिल लाइनमा गयो। अनि 2टा फुटबल ग्राउन्ड थियो, यता एउटा उता सिभिल लाइनमा एउटा। अनि यता चाहिँ हामीले बडा नहुने, अनि उता सिभिल लाइनमा फुटबल खेल्ने हेरिन्थ्यो। त्यस्तै गरेर भर्ती चाहिँ के तपाईँको चाहनै थियो कि अब बाबाको स्टोरी अहिले सुनाउँछु भन्नुभएको छ सेकेन्ड वर्ल्ड वारको, बाबाले नै जानुपर्छ भनेर कसरी इन्स्पायर? होइन, बाबाले त अब सेकेन्ड वर्ल्ड परेको मान्छे नै हुनुभयो, जानु नदिने। जानु नदिने बाबाबाट चाहिँ भागेर हिँड्या। बाबाले चाहिँ नजा भन्नुहुन्थ्यो? नजा भन्नुहुन्थ्यो, किनभने सेकेन्ड वर्ल्डमा उहाँको धेरै कठिनाइहरू कष्टहरू यहाँ भनौँ भने बडो त्यतिकै एउटा तयारी गरेर यहाँ गरौँ भनेको बडो डरलाग्दो कथाहरू छन्। अहिले त्यो समय दिनुहुन्छ भने यहाँ बाबाकै प्रसङ्ग जोडिहालौँ होइन। बाबाले चाहिँ कस्तो स्टोरी सुनाउनु भयो त? बाबा त्यति बेला दुःखले भर्ती हुनुभयो कि अथवा लहरले कसरी भर्ती हुनुभएको छ पहिला? अनि त्यो चाहिँ अब यहाँलाई पनि थाहा होला, अब त्यो कालखण्डमा त्यो बेला त करिब गाउँमा गल्लाहरूले जमरेर नछोड्ने, गाउँमा घर घरै घुम्थ्यो नि त है, घुमेर गल्लाले लान्थे त्यो बाबुहरूको पालोमा। त्यसले गर्दा अब त्यतिखेर एउटा के हो, सबै गाउँै अब त्यतिखेर त्यति शिक्षित समय पनि थिएन। अब यहाँलाई थाहा छ शिक्षा भनेको त हाम्रो 2007 साल 8 सालदेखि बल्ल सुरु भयो। तपाईँको पालामा स्कुल त थियो नि होइन? थियो, हाम्रो पालासम्म त थियो, र पनि त्यति व्यवस्थित ढङ्गको थिएन। अब कुरै गर्नु पर्दाखेरि एउटा हामी पिछाडिनको कारणहरू र यो अनेकका राजनीतिक विडम्बना अथवा नेपाल र नेपालीको विडम्बना पनि हामी एउटा शिक्षामा जब तपाईँको 2007देखि 8 सालसम्म रामप्रसाद राईले क्रान्ति गरे नि, यहाँले सुन्नुभएको छ, त्योदेखि उता त एउटा कालो पर्दाभित्रको थियौँ नि त। अहिले त्यसका रिएक्सनहरू, त्यसका उहाँहरू अहिलेसम्म पनि हामीले भइराखेका छ यो कुराहरूमा। अनि भन्नु खोजेको मैले के त भन्दाखेरि त्यो राणाकालको शासनले पनि हामीलाई यो स्थितिमा अथवा हरेक समस्याका बागजुदका कुराहरू आए, त्यो पनि हो। त्यही भएर बाबा भर्ती हुनुभयो? हजुर। कति वर्ष नोकरी गर्नुभयो उहाँले? मलाई लाग्छ 40 सालको भर्ती होला। वारमा पर्नुभयो, घायल हुनुभयो। अहिले चाहिँ मैले बडो दर्दनाक कथाहरू भनेको त्यो घायल भएको अवस्थाको कुराहरू मैले गर्न खोजिरहेछु। ओके। कार्यक्रम छड्के सलाम। कार्यक्रम छड्के सलाममा छौँ। आज हामीले यो कार्यक्रम चाहिँ हेजमा रेकर्ड गरेका छौँ। हामीसँग ज्ञान राई दाजु हुनुहुन्छ र भोजपुरको वासी हुनुहुन्छ र उता खोटाङतिर पनि उहाँको पुर्खा रहेछ। उहाँको बाबाको कुराकानी गरेका छौँ कार्यक्रम छड्के सलाममा। तपाईँले पनि भाग लिन चाहनुहुन्छ भने मलाई कल गर्न सक्नुहुन्छ 0746316361 मा कल गर्नुहोला। इमेल गर्न चाहनुहुन्छ भने yograj.rai@bbs.com मा पनि इमेल गर्न चाहिँ सक्नुहुन्छ। ओके, सेकेन्ड वर्ल्ड वारमा बाबाले चाहिँ कहाँ लड्नु भएको रहेछ? बाउले मलाई बताए अनुसार, जति पनि मैले यहाँ मेरो उमेर रहे अनुसार, त्यतिखेरको समयमा वारी र पारी भन्ने एउटा शब्द थियो अरे। ओके। है, पारी भनेको यता सायद मलाई लाग्छ युरोप साइडमा होला, र मलाई जहाँसम्म लाग्छ मेरो बाउ इटालीतिर परेको जस्तो लाग्छ। हजुर। र उहाँले बताए अनुसार फर्स्ट बटालियन जति चाहिँ पारी, सेकेन्ड बटालियन चाहिँ वारी। कुन बटालियनमा हुनुहुन्थ्यो थाहा छ उहाँको पल्टन? अब वारी र पारी मैले जो भनेपछि अब पल्टन भन्नु भएन, वारी पारी मात्रै होइन, फर्स्ट बटालियन फर्स्ट युनिट हो या सेकेन्ड युनिट हो, त्यो वारी र पारी जाने थियो अरे। त्यसरी जे होस्, अब सेकेन्ड चाहिँ पारी होला हो कि फर्स्ट चाहिँ वारी होला। वारी भनेको जस्तो यहाँलाई त्यो सिताङको पुल बर्माका कुराहरू छ नि, जस्तो गन्जु लामाहरूले भिसी पाए, जो सायद अहिले हजुर अहिले पहिलो भिसी अथवा नामुद भिसी गन्जु लामै होला, उहाँले बर्मामा हो मलाई थाहा भए अनुसार कि तिनीहरू वारी भए। अब पारी चाहिँ इटालीतिर युरोपतिर आए, कता कता हो कि युरोपतिर आए कता। किनभने मलाई कुन आधारमा पनि इटालीमा होला जस्तो लाग्छ भने, अब मेरो बाउको एउटा सानो कथा अथवा त्यो त्यतिखेरको
ठाडो हिँड्नु नहुने अब कोरल के भन्छ त्यो त वलमा त क्रलिङ कोरलिङमा हुँदाखेरि हेलमेटमा हेलमेट लहरामा अल्झ्यो है जङ्गल र के को लहरा भनेदेखि यो अङ्गुर है किन मलाई अहिले सुने जाने अनुसार अङ्गुर त इटालीमा धेरै उत्पादन हुने कन्ट्री हो अनि अङ्गुरको हेलमेट अल्झेको हुनाले अङ्गुरको लहरालाई अब अगाडि बढौँ भने हेलमेट त रहने भयो अल्झ्यो अङ्गुरको लहरामा होइन अनि अङ्गुरको लहरालाई पन्साउँदाखेरि फर्स्ट राउन्ड गोली भनेको बुढी औँलामा पछिसम्मै थियो फर्स्ट घायल हुनुभएको चाहिँ औँलामा थियो अङ्गुरको गर्दा टाउकोमा अङ्गुर गर्दै टाउको तल अनि फर्स्ट घायल हुनुभएको चाहिँ बुढी औँलामा मेरो बाउको गोली लागेको थियो है अनि पछिसम्म उहाँको निशान थियो त्यो बुढी औँलामा गोली लाग्नु त कुनै ठुलो कुरो भएन त्यो पछाडि थुप्रै गोलीहरू जम्मा 5वटा घायलहरू हुनुभएको छ त्यही एकै तालमा होइन त्यो त फर्स्ट टाइम हो त्यो औँठी यहाँ गोली लागेपछि चाहिँ के भयो उहाँ कन्टिन्यू लडाइँ हो कन्टिन्यू त्यो त बुढी औँला त चुडिए पनि त्यो रोक्ने कुरो त भएन त्यो त सामान्य कुरा थियो त्यसो हुँदै जाँदाखेरि मैले बाउको सन्दर्भमा कुरा गर्नु पर्दाखेरि अब डरलाग्दो कुरा चाहिँ कहाँ आयो भन्दाखेरि जाँदा वार गर्दा तपाईँको फेरि यो छेपारीमा लाग्यो गोली हो सेकेन्ड गोली चाहिँ हो छेपारीमा लाग्दाखेरि त्यति हिंताबोध गर्ने कुरो थिएन छेपारीमा लाग्दाखेरि कुनै घोडादेखि अलिक मुनि त्यहाँ लाग्दासम्म त्यो दोस्रो नम्बर गोली हो अब तीसरा सेम डेकै कुरा हो कि त्यो होइन त्यो अवस्थामा अब त्यो कुन दिन हो अब त्यो अब हप्ताउ दिन महिनौ दिन त्यो हिँडेको होइन को कहाँ अब वारमा हिँडेको अब यो जर्मनसँगको होला अनि जाँदा जङ्गलको ठाउँमा अब त्यो छेपारीमा गोली लाग्दासम्म आपत्ति थिएन केही थाहा भएन कुनै हिंताबोध भएन थाहा भए तापनि अब वारको बेला कोही मर्दैछन् कोही लाग्दैछन् अब त्यो है तर रह्यो कुरा अब दोस्रा भयो अब तिसरामा चाहिँ तपाईँको त्यो छेपारीमा लागेपछि सुतेर खुट्टा यसो ठाडो पारेर राख्नु पर्यो यसरी राख्दाखेरि अर्को गोली आयो तपाईँको एउटा घोडामै छेडेर अर्को घोडामा आदि भयो बुझ्नु भएन त्यो भएपछि त अब चाहिँ अनि तपाईँको के हो भन्ने कुरा आयो त्यसरी अब जर्मनी दुश्मनहरू आइहाले छोपेपछि अब के मनस्थितिमा मेरो बाउको पुगेछ भने अब यसै मर्ने उसै मर्ने बरु यिनीहरूले गोली हानेर मारोस् भनेर चाहिँ दुःख पाउनु भन्दा अब दुःख पायो है मर्नुभन्दा अब यत्रो 2-3वटा खेप गोली लागिसक्यो अब योभन्दा उपाय चाहिँ बरु गोली हानेर मारोस् भनेर मेरो बाउले के गर्यो भन्दाखेरि घाँटीमा अठायो घाँटी भन्नाले अँगालोमा हजुर दुश्मनको हो यसरी अँगालो 2 हातले अँगालो त्यसको मतलब अठाउनुको कारण के थियो त भन्दाखेरि मलाई गोली हानोस् दुश्मन त्यही नै रहेछ आयो छोपेर त्यो तीसरा नम्बर त्यो अब घोडादेखि अर्को घोडामा छेडेर गएर त आदि भयो बुझ्नु भएन बाउ हिँड्न सक्नु भएन हिँड्ने कुरो भएन अब त्यहाँ त 3टा खुट्टै चाहिँ ड्यामेज हुन्छ त्यो हिँड्नै सक्ने पाइने कुरो त उपाय भएन अनि के उपाय होइन अनि हानेर गोली फेरि थपेर मारोस् भनेर हुक गरेर अँगालो मारेको बुझ्नु भएन अँगालो मार्दाखेरि अब अलिअलि 1-2वटा भाषा त सिकाएको थियो अरे दुश्मन जर्मनी इसारा बडी ल्याङ्ग्वेजमा हातको इसारा बाबा एक्लै हुनुहुन्थ्यो अरे सेक्सनमा थिएन होइन वारको बेला अरू त भागेर भयो कता गयो त्यो हेर्ने कुरै भएन नि एक्लै अब अरू घायल नभएको भए त अरूसँग जाने थिए कुरो होइन अरू छोडेर गयो नि त छोडेर छोडियो अब वारको बेला गोली चलाएर त लडाइँ गर्दै हिँड्ने रहेछ है छोडेर हिँडे त्यही साथी नभएर अब विकल्प केही छैन मर्नु छ बरु यसै मर्नु यसले गोली हानेर मानेर यसरी 2 हातले हुक गरेर घाँटीमा अठाएको अब त्यहाँ त बाँच्ने दिनमा के गर्यो भने त्यसले त त्यतिकै घिसेर बोकेर उता लगेछ गोली हानोस् भनेर हुक गरेर अठाएको अब उता लगेछ है लगेर यसो हेरेको फेरि भिर थियो अरे भिर अब झन् साह्रो डर लाग्यो भिरमा फालिदियो भने त बर्बाद हुने भयो जिन्दगी त त्यो गोलीले हानेर झन् अठाउँछ अरे अनि त्यसले त के गर त भन्दाखेरि अब यो मानव एउटा बाँच्ने दिन मानवताको घिसर्दै त्यसले त माथि एउटा सानो घर थियो अरे त्यहाँ पो पुऱ्याएछ अनि यसले त गोली नान्ने भयो अब गोली हान्नुहोस् भनेर म अठाउँछु ल अब ठिकै छ ल के जे होला त नि भनेर अब उनीहरू पनि आपतमा छ नि त त्यो त फेरि त्यो त आफू मात्रै होइन त्यो त वारको बेला छ अब एउटा को आउने कति अर्को साथीले गाली गर्छ अरे के गरे कहाँ छोड भनेर अनि त्यसले अब त्यो घरमा बस्दा चाहिँ हजुरको 2-3वटा गाईहरू मरिराख्या अनि त्यहाँ 5-6-7जना जति गोर्खाली यो को लास रहेछ डेड बडी हो त्यो सानो घरमा
है। अनि आफू त फेरि सबै त गोली मात्रै लागेको छ। अब होस् विवेक सबै छ। बाबा कोही छैन साथी। त्यो बेला चाहिँ यो ब्रिटिस फोर्स चाहिँ तपाईँको बेग भाएर छ क्या, पछाडि आयो। बेग भएको जनरलले अगाडि पेल्दै लगेको रहेछ। कुरा पनि भएन, आफ्नो फौज चाहिँ गइसक्यो बेगमा। त्यसो हुँदाखेरि अब मेरो पनि हालत यही होला। कसरी अब यहाँ चिन्ता के हो त भने मर्ने सास जाने कसरी हो, चिन्ता यो हो। जे होस् अब सास भयो, म सबै होसमै छ। अनि त्यो टमलेट उहिलेको तपाईँलाई चाहिँ पुरानो हुन्छ उहिले, त्यो सेतो खालको थियो। हो त्यो खोल भएको, सेतो पछि चाहिँ कालो आयो। अनि आफ्नो पानी त आफूलाई चाहियो। फेरि खुट्टा पनि बाबाको दुखिरहेको, खुट्टा दुख्ने त्यो पीडा त छँदैछ, तर होसले काम गरे त्यति नि। त्यो अब बाँच्छु भन्ने कुरो त भएन। दुश्मनको हातमा लडाइँमा काम। अनि अब कसरी मर्ने मात्रै पिर, दुश्मन पनि उता गइहाल्यो, सबै अब एक्लै भए। अब अनि आफ्नो पानी दिउँ भने आफूलाई पनि चाहियो। फेरि पछि सास भइन्जेल अनि उसकै तानेर घिस्रिएर उता खुट्टाको हालत त छँदैछ। आफ्नो पानी चाहिँ बचाउनुलाई अनि उसको छ कि छैन भनेको एक दुईवटा चाहिँ रहेछ अरे। अनि त्यो भएको पानी चाहिँ मरेकै साथीहरूको मुखमा लगाइदिनु भएछ। है सबै तयारी उयो हाल मात्रै भएको छ, होस् छ। डेट नभएको अलि सासै छ। मेरो बाउको त खुट्टामा मात्रै लाग्यो। साथीहरू त डेट भइसक्यो, पानी छम्किदिनु। अब चिन्ने को मुखमा टम्लेटले जसको छ ल, त्यो पनि त्यही धर्म। अनि त्यसो भएपछि अब त्यो त त्यसले पुराको दिनका कुरा भयो। त्यहाँ त रात आयो, फेरि भोलि दिन आयो। अब सुनसान त्यो चाहिँ नर्मल पेलेर सबै छोड्यो। उता धेरै दिन नै बस्नुभयो त्यहाँ 4-5 दिन कति रहेछन् अघि। अनि त्यसो हुँदाखेरि खाना चाहिँ दिनुभयो कि दिनु भएन? खाने त कुरै भएन त्यहाँ। अब यसो हुँदाखेरि अब कसरी मर्ने, त्यो दिन होसमै छ, व्यवस्था भएकै छैन। दुश्मनले पनि त्यहाँ कुली नै राखेको थियो होला होइन? कुलिरहेको दुश्मन त अब पेलेर गयो, जितेर उता अगाडि बढी गयो नि। त्यहाँ बाबा अब खाली भयो, बाबा मात्रै खाली भयो भएन। अब सुनसान केही छैन, डाङडाङ डुङडुङ कोही हरकत, केही एक्टिभिटी केही सुनिँदैन। के हो अब यो? म त मर्ने हो, तर कसरी मर्ने? हे बा, अब साथी आफै सुट गरेर मर्नु पर्यो होइन? अब आफै सुट पनि, गोलीहरू पनि अब कता खुकुरी खोज्थ्यो अरे तिनीहरूले। पहिला अघि कुरा गरे नि, खुकुरी खोज्थ्यो अरे। खुकुरी चाहिँ त्यो थाहा थियो खोज्छ भनेर पहिला फालिदिनु भएछ। कि अब आफूले लानुलाई पनि खोज्थ्यो होला नि? उनीहरूले लाने, भएको भए त लाने। अब गोलीबाट के लगिहाले नि उनीहरूले। छैन, गोली पनि छैन। बाबासँग केही पनि छैन। सायद बन्दुक चाहिँ के गर, गोली खुकुरी लाने, खुकुरी पहिला फाल्ने। अब यसो हुँदाखेरि 3 दिनको बाद कि कहिलेमा त कतातिर त ठ्याङ्ग गोली गरेको सुन्नु भएछ। अरे अब त्यो गोलीको आवाज सुनेपछि त मान्छे त रहेछ कि के हो? किनभने मान्छे नभए त गोली बस्दैन। बाबा चाहिँ त्यो डेड बडीको बिचमा त्यही बस्नुभयो। त्यही घरबाट कस्तो त्यो डर लाग्दो होला त्यहाँ है। अब तपाईँको गोली सुनेपछि मान्छेहरू रहेछ, लडाइँ गर्दो रहेछ भनेपछि त अब मान्छे भएपछि के इसारा दिनु पर्यो। अनि त्यो हातको सिट्ठी बजाउने पनि त्यो पनि काम लाग्दो रहेछ जो वारमा यसरी बजाउँछ नि। त्यो गरे अब गाउँघरमा त्यो खेता पाताला गबन। अनि त्यो पनि अब बल पनि छैन, त्यो पानी सानीले औँला ठिक सफा गरेर अनि त्यो सुई लाउनु भएछ। सुई बजाएपछि त्यो चाहिँ कुनैले सुने आओस् भने जे होस्, दुश्मन होस् आफ्नो होस्, मान्छे आइदिए एउटा कुरो नभए त कसरी मर्ने है। अघि गोली हानि माग्दा पनि त्यो बिचरा त्यो दुश्मनले चाहिँ अब माया लागेर त्यतिकै छोडिदियो। अब यसले लडाइँ लड्नु पनि सक्दैन, गोली घाटा सबै गर्यो, यतिकै मर्छ भनेर छोड्यो। मर्छ भने छोडेको। अब मरेकैहरू पनि थियो। अब गोली हान छोडेर पक्रेको, उसले त यहाँ छोडेको। अब त्यो सिट्ठी बजाएपछि कसो त्यसको 2-3 घन्टामा एउटा मेजर आयो अरे। यता ब्रिटिस आर्मीको हो, त्यो पनि वारको बेला कहाँ कुरा गर्ने र। अब बाँचिस्, अब बस, केही 1-2 घन्टामा अब साथीहरू आउँछ भन अरे। अब मेरो बाउको चाहिँ बल्ल बल्ल आएको, गोली भए हान्ने रहेछ। किन त भन्दाखेरि बल्ल बल्ल म यहाँ आएको, मलाई छोडेर जाने अर्थ। गोली चाहिँ दुश्मन लगिहाल्यो, राउन्ड बुझ्नु भएन? गोली चाहिँ आफ्नै हान्ने। किन हान्ने अर्थ किन हान्नु त भन्दाखेरि भेटेको मलाई किन नलाने, उधार मलाई किन नगर्ने भन्ने एउटा सोच, एक प्रकारको सोच त ठिकै पनि हो। अब लड्दै जाँदा अब उहाँ घाइते हुनुभयो, लान सक्नु भएन, सकेन। ऊ पनि फेरि व्यस्त छ नि त, फेरि आफू पनि गोली लागेन त। फेरि यता ब्रिटिस फौजले फेरि जितेर आउँदो रहेछ अगाडि, अघि बेकवर्ड भएर उता भाग्यो, फेरि अहिले पछि लड्दै आयो, खेद्दै आयो। अनि केही 1-2 घन्टा उसले मेजरले भनेको कुरो सही रहेछ है। अब त्यति भनेर त हिँडेको, फेरि त्यो वारमा बस्ने कुरो त भएन नि। अनि त्यही गोलीमा हान्छु भनेको अर्थ चाहिँ, मेरो बाउको अर्थ चाहिँ त किन छोड्छस् मलाई चाहिँ तैँले नछोड भन्ने अर्थ हो। उहाँले त 3-4 दिनसम्म कति शास्ति भोग्नु पर्यो नि त गरेको थियो त्यो अर्थमा। अनि फेरि मेजर गयो नभन्दै त्यसले भनेको कुरा सही रहेछ, त्यसको केही एउटा आशा त भयो।
कार्यक्रम छड्के सलाम। कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ बिएबएस गोर्खा रेडियोबाट। हामी कार्यक्रम यो छड्के सलामको पहिलो श्रृङ्खलाको करिब अन्त्यतिर प्रवेश गर्दैछौँ। कपरोल रिटायर ज्ञान राई हुनुहुन्छ र उहाँले आफ्नो बाबु सेकेन्ड वर्ल्ड वारमा पढ्नुभएको हिस्ट्री सुनाइराख्नु भएको छ। तपाईँले यस कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने yograss.rai@bbs.com मा इमेल गर्नुहोला। त्यसपछि के भयो? अनि त्यो बादमा साथीहरू आएछन् र उद्धार गर्ने कार्य भएछ, रेस्क्यु गर्ने भनौँ न। अब मर्ने दिन त फेरि पो बल्ल पो एकदम डेन्जर भएछ रेस्क्यु। त्यो ट्याङ्कहरूमा केमा लगाएपछि त फेरि हजुर आकाशबाट बल्ल त्यो बमबार्डिङ भयो। ट्याङ्कमा राखेर रेस्क्यु गर्दै गर्दा जर्मनहरूले हाने बेस क्याम्पमा लानुपर्ने, त्यहाँबाट चाहिँ जहाजबाट कतै इन्डिया आउनुपर्ने है। अब त तपाईँको त्यहाँबाट त्यो हिँड्दै गर्दाखेरि कति समय लाग्ने, अगाडि पछाडि दाहिने भए बमबार्डिङ भएकै माथि आकाशबाट हजुरबाट हो है। ल कसरी मर्ने चिन्ता थियो त्यो बेला, केही पनि भइएन। मर्ने पालो त बल्ल पो आएछ। ल ठिकै छ, अब त्यो त्यस्तोमा परेको मान्छे अब त बमले छड्केर मारा भने ठिकै छ, ढुक्कै त्यस्तो। उहाँले त अब मर्नु रोजिसक्नु भयो। कसरी मर्ने भनेको त बल्ल पो ठिक भएछ, एकपल्ट ठिक भयो। कसरी मर्ने भन्ने चिन्ता थियो, अब चाहिँ कसरी भन्ने चिन्ता हट्यो। अब बमले पढाउँछ मरिन्छ भनेर डाङ्डा यसो हुँदै हजुरको बेस क्याम्पमा आइपुगेछ। बेस क्याम्पमा आइपुगेपछि बमले लागेन। त्यताबाट बाँचेर विभिन्न कठिनाइहरू कष्टहरू काट्दै आए। अब इन्डियाको लडाइँ फेरि अर्कै छ, फेरि हेल्थसँगको लडाइँ। कोसँग भन्नु? इन्डिया हस्पिटलमा फेरि समस्या अर्को आयो। धेरै जस्तो गोर्खालीहरूको खुट्टामा चोट छ भने, मेरो बाउको जस्तो चाहिँ खुट्टातिर छ भने काटेर अर्को कृत्रिम खुट्टा लगाइदिने। त्यो चाहिँ कारण छिटो मिठो वारको बेला छिटो गर्नु पर्यो नि सरकारले। खुट्टा काटेर छिटो कृत्रिम खुट्टा लाउनुले छिटो। अब त उपचारै गर्नको लागि त समय लाग्ने भयो। अनि खुट्टा काट्नुपर्छ भनेर त्यहाँ चाहिँ खुसी पार्ने, खानेपिउने दिने, सबै कुरो दिने। खुट्टा काट्नुपर्छ। दुईटै खुट्टा कि एउटा खुट्टा? गोली लागेको दुईटैमै हो, तर एउटा दुईटा के हो काट्नुपर्छ भन्ने। बाबालाई कति साह्रो त्यो दुख्यो होला है त्यत्रो इन्डिया पुर्याउँदा। फेरि वर आएर तपाईँको हस्पिटलमा आएर धेरै जस्तो काट्ने, किन त्यो वारको बेला प्रोसेस चाहिँ के हो त भन्दाखेरि छिटो काटे छिटो निको हुन्छ, छिटो पठाइदिउँ, त्यस्तो काफी आउँछन् भन्ने हस्पिटलको नीति है। अब त्यो हुँदाखेरि अनि मेरो बाउले खुट्टा काट्नु मानेन, म जे होस् खुट्टा काट्नु अब भनेर फाइनली फकाउँदा धेरै दिन भयो, धेरै अवस्थामा काट्नुपर्छ धेरै भएपछि अनि फाइनल एउटा डक्टर आएपछि त्यसले चाहिँ पुरा एक्सरे गरेर अब मान्दैन यो, त्यो सिक्ने सही गर्नु आफ्नो मन्जुरी नै चाहिने रहेछ। नियम त पालन यिनीहरूले पनि गर्ने नै हो। अनि त्यो मन्जुरी नदिएको हुनाले के छ त भनेर फाइनल धेरै दिन पछाडि हेर्दाखेरि त्यो डक्टरले फेरि हुने बेलामा यो नकाट्दा हुनसक्छ निको हुन्छ भनेर सिफारिस दिएर बल्ल करिब कम्ती भनेको 1 वर्ष इन्डिया साउथ इन्डिया अस्पतालमा बस्नुभयो। त्यो चाहिँ त्यहाँबाट अनि 1 वर्षको बादमा अनि बल्ल रिटायर हुनुभयो, घायल पेन्सन। ओके राइट, यति समय जोडौँ र यो पहिला एपिसोडमा फेरि सेकेन्ड एपिसोडमा हामी यो सेकेन्डमा फेरि बाँकी नेपालका कथाहरूबाट के भन्छ हिस्टोरिकलै छ। ओके हुन्छ र अन्तमा अब करिब हाम्रो यो अन्त हैन त पहिला एपिसोड बिएबएस यहाँ त सुनिराख्नुहुन्छ नि हैन? हजुर, कसरी सुन्नुहुन्छ तपाईँले यहाँ? म एकपटक यो बिएबएसलाई पहिलेदेखि सुन्ने गर्छु, किनभने यसको स्टेसन मेरो उहाँ जौलेखेल घर नजिक हुने, त्यहाँ नाम लिएर भाग त लिएको छुइनँ। सबै बहिनीहरू के आशा रूपा को बहिनीहरू राम्रो बोल्नुहुन्छ। जस्तो अहिले बिहान पनि तपाईँले हिजो उभाएर म त्यही रेडियो अहिले क्वालिटी अफ लाइफ सुन्दै थिएँ, बहिनीले चलाउनु भएको थियो। एकपटक म सुन्छु तर सधैँभरि त सुन्दिनँ। अनि यो छड्के सलामको तपाईँ सुन्नु चाहिँ पाएको छुइनँ। अनि बेला बेला म बिहेबियर यहाँ सुन्छु है। अब नेपालमा त अरू स्टेसन सुनिन्छ गर्दाखेरि ल यहाँले योग भाइले त्यति फारबाट आएर मेरो निमित्त आएर मेरो बाउको मेरो निमित्त केही कुराहरू राख्नुभयो। यहाँलाई तपाईँलाई र बिएबएसलाई मेरो आफ्नो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर ओके, बाबुको स्टोरी सुनाउँछु भन्नुभएको थियो। फेरि बाबुको स्टोरी सेकेन्ड एपिसोडमा हामी क्यारी अन गर्नेछौँ। आजको लागि चाहिँ धेरै धेरै धन्यवाद। ओके धन्यवाद। हजुर, कार्यक्रम छड्के सलामको पहिलो एपिसोडमा हाम्रो ज्ञान राई दाजु हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। उहाँको स्टोरी त सुन्नु बाँकी नै छ, हामी एपिसोडमा कुराकानी गर्नेछौँ। आज चाहिँ उहाँको बाबुको वर्ल्ड वारमा परेको कुरा सुनाउँदै हुनुहुन्थ्यो र उहाँ चाहिँ अब पेन्सन जानुभएको छ, त्यहाँबाट चाहिँ अर्को एपिसोडमा अर्को हप्ता हामी क्यारी अन गर्नेछौँ र उहाँलाई विशेष धन्यवाद दिँदै कार्यक्रम छड्के सलामको यो पहिलो श्रृङ्खलामा उहाँसँगको बिदा माग्न चाहन्छु। हस्त नमस्ते। कार्यक्रम छड्के सलाम।
कार्यक्रम छड्के सलाम। प्रिय बेस्ट गोर्खा रेडियो युकेको प्रस्तुति कार्यक्रम छड्के सलामबाट नमस्कार। म योगराज राईको र कार्यक्रम छड्के सलामको हामी दोस्रो श्रृङ्खलामा छौँ। गत हप्ताबाट हामी ज्ञान राई दाजु हुनुहुन्छ, उहाँसँगको कुराकानी तपाईँहरूले सुनिराख्नु भएको छ। हेजमा यो कार्यक्रम हामीले रेकर्ड गरिएका छौँ। उहाँको बाबाको स्टोरी सुनाउँदै हुनुहुन्थ्यो र उहाँको ट्रिटमेन्ट भएपछि उहाँ नेपाल जानुभएको छ। त्यहीँबाट हामी प्रसङ्ग जोड्नेछौँ। कार्यक्रम छड्के सलाममा तपाईँहरूले भाग लिएर आफ्नो आर्मी डेजको कुराहरू सेयर गर्न चाहनुहुन्छ भने मलाई अफिसमा फोन गर्न सक्नुहुन्छ 01303246 मा। इमेल गर्न चाहनुहुन्छ भने yograj.rai@bbs.com मा इमेल गर्नुहोला। मलाई कल गर्न चाहनुहुन्छ भने 07463163613 मा कल गर्नुहोला। ल दाइ, फेरि हजुरलाई वेलकम गरेँ। हजुर, धन्यवाद। हजुर, दोस्रो एपिसोडमा पनि स्वागत छ तपाईँलाई। तपाईँको अस्ति बाबा हस्पिटलबाट रिटायर भयो, उहाँ चाहिँ पेन्सन जानुभयो। हजुर, त्यहाँदेखि करिब वर्ष दिन बढी अस्पताल बसेर भर्ती हुनुभएको 40मा होला, अनि 46 भित्र होला यो कुराहरू, अनि गाउँ जानुभयो। भनेपछि उहाँको खुट्टा सबै ठिक भयो? ठिक भयो। पछि त सबै हिँड्ने यताउति ऊ थोरा मात्रै हुन्थ्यो। त्यो गोली लागेको पाल चाहिँ पुरा वार पार देखिने त होइन, तर पछि गाउँकोहरूलाई त थाहा छ पुरा देखिन्थ्यो। भनेपछि उहाँ घाइते भएपछि उहाँले फुल नोकरी गर्न पाउनु भएन? घायल पेन्सन। कति वर्ष नोकरी गर्नुभयो उहाँले? भनेपछि त्यही त 40 देखि 46 भित्र त अब त्यो भर्ती भएको केही वर्ष पछि वारमा परिहाल्नु भयो। त्यहाँदेखि त अब यङमै पो रहेछ। घायल भएपछि यङमै। भनेपछि त्यो मेडिकल पेन्सन राम्रै थियो बाबाको? राम्रै थियो, सन्तोषजनकै थियो। अहिले हुनुहुन्न बाबा? हुनुहुन्न। राइट। नेपाल गएर 90 वर्षको उमेरमा खस्नु भयो। 90 वर्ष बाँच्नु भयो? 92। म मेरै साथमा म काठमाडौँमा थिएँ, गएँ 1-2 महिना बाउलाई लिएँ। प्राण पनि मेरै काखमा, मेरै साथमा। नेपालमा छोराहरू त थिए, अरू दाजुभाइहरू। कति भाइ तपाईँहरू? मेरो बाउले 2टा बिहा गरे। कान्छ्यामापट्टि 1 भाइ छ, काजीमन राई। हामी 4 भाइ थियौँ। अहिले 4 भाइ मध्येमा तपाईँ चाहिँ जिन्दा मै पनि छु। कान्छीपट्टिको तपाईँ चाहिँ? होइन, जेठीपट्टिको। जेठीपट्टिको म हो, म माइला हो। मेरो दाजु राजनीतिकमा हुनुहुन्थ्यो, म माइला हो। मेरो भाइ कान्छा चाहिँ हेडमास्टर थियो कोट गाविस भन्ने। त्यतिखेर कोट गाविसमा अलि टाइमको मयौँ भन्छ, त्यहाँको 20-22 वर्षसम्म हेडमास्टर गर्यो मेरो भाइ कान्छाले चाहिँ। त्यसो गरेर फेरि अब मेरो बाउको जीवनीको बडो त्यही भएर मैले। कान्छी चाहिँ किन बिहा गर्नुभयो त? कान्छी त गाउँमा अब हुनुहुन्थ्यो। हजुरको प्रश्नमा फेरि मेरो खालाहरू हामीलाई गाउँघरमा माथा भन्छ। माथा यहाँले सुन्नुभएको छ कि सुन्नुभएको छैन? गाउँघरमा पगरी चलनमा पहिला हजुरको गौरुङ माथा भन्छ यता पूर्वतिर, अथवा हाम्रो भोजपुरतिर चाहिँ गौरुङ माथा। यता गौरुङ उता पश्चिमतिर मुखिया सुब्बा, यो हाम्रोतिर राई भन्छ। अनि माथा हो, राई त पगरी नै भइहाल्यो हो कि। यो राई त कति यहाँ विवाद पनि छ नि त। राई भन्ने चाहिँ खासै त थर जात होइन, थर होइन। राई त दिएको पगरी नै हो, एउटा त्यो शासन चलाउने पगरी, जो त्यसले शासन चलाउँथ्यो कि हजुर। तपाईँहरूकोतिर चाहिँ माथा भन्छ? गौरुङ माथा भनेको चाहिँ मन्त्रीमण्डल जस्तो। पगरी त जानोस् नजानोस् ऊ त राजा भइहाल्यो, सरकार भइहाल्यो, बुझ्नु भएन? अनि टिप रसिद भन्थ्यो त्यो बेला, यहाँले सुन्नुभएको होला। टिप रसिद भनेको त्यो कालमा, राणा कालमा कर बुझाउने क्या। कर बुझाउने रसिद, कर अहिले पनि बुझाइन्छ नि, त्यसलाई नै हो टिप रसिद भनेको। त्यो रसिदलाई भनेको हो। अनि गौरुङ माथा काम चाहिँ टिप रसिद टिप्ने। अब यहाँ कुरो के पनि छ भने माथा भएकोले मेरो खालाहरूलाई, राणा शासनमा त लेखापढी सबैलाई थिएन नि। तपाईँको बाबा चाहिँ माथा भएकोले पल्टनबाट आउनुभयो, त्यसपछि माथा हुनुभयो? होइन, पहिल्यै मेरो बाजे नै माथाहरू हो। बाजे खालाहरू, बाजे त्यसपछि बाबा हो। त्यो जस्तो मलाई पनि गाउँमा गएर माथाको छोरो भन्छ, अहिले पनि भन्छ। माथाको छोरो माइला माथा भन्छ। ज्ञानबहादुर त्यो माथा भनेपछि चाहिँ अब अलिकति जग्गा धेरै भएको, अलिकति सम्पत्ति धेरै भएको, त्यो अटोमेटिकली भइहाल्थ्यो। अब गौरुङ माथाहरूले तपाईँको सबै जनताले खेत गोड्नुलाई फ्री, रोपाइँलाई मैजारो भन्छ, सधैँभरि त होइन। मैजारो ठुल्ठुलो खेतमा त्यो सबै गाउँले आएर, खेत गोड्ने सबै गाउँले आएर चाडबाडमा सबै चाहिँ त्यो राँगा खोको के लिएर मान्ने। त्यो चाहिँ तपाईँको आफ्नो भन्दा पनि त्यतिखेरको चलन भनौँ न, सिस्टम मानिदिनु पर्ने। राई त पगरी नै भइहाल्यो। मैले सुनेको, आँखाले त देखिनँ, हाम्रो गाउँका पगरीको 200वटा चामकोदाली, 200वटा चपरा हुन्थ्यो अरे, हो कि। अब हजार खेताला भाँडा कुडा त कति हो, कति पकाएर दिनुपर्ने, यस्तो त्यो चाहिँ। भनेपछि त्यो माथाको चाहिँ अरू आएर काम गर्थ्यो लास्टमा। जस्तो मैझारो भन्छ, जस्तो रोपाइ खेतहरू धेरै छन् भने, तर मैझारो चाहिँ कुन नामी ठुलो राम्रो चाहिँ खेत मैझारो गर्नु पर्यो नि। त्यो चाहिँ मलाई रोपाइ सक्ने मैले देखेको प्रत्यक्षसम्म त्यो मैझारोको दिन गौरुङमा त ठुल्ठुलो खेत, नामी खेतहरूमा तपाईँहरूको थियो कि थिएन। अब बाजा गाजा, यो नौमती बाजा भन्छ नि, नरसिंह पुरा चाहिँ
आएर बजाउँथे मैजारो गर्थे कि हजुर ए 20-22 साल 40 साल गोरुहरू तपाईँहरूकोमा माने त्यो गर्थे अँ। हामी मात्रै नभएर जो गाउँका जो त्यो पदमा छन् त्यो गरिदिन्थ्यो अनि कि। गाउँमा एकजना मात्रै हुन्थ्यो होइन र? गाउँको एउटा तर अरूमा पनि हुन्छ नि त अब ए। गाउँ धेरै हुन्छ नि तपाईँहरूको गाउँको चाहिँ तपाईँको बाबा हुनुभयो। त्यसो गरेर त्यो देखेको त्यसरी अनि माथा भन्छन्। अब रह्यो कुरा फेरि पेन्सन मेरो बाउ गएर फेरि बडो उहाँको समय फेरि घटनाहरू अब सेकेन्ड वर्ल्डमा पर्नु भएको सानातिना घटना त उहाँले त पत्ताउने पनि टेर्ने पनि कुरो भएन। फेरि माथाको छोरो अलि लेखापढी भएको ए भनेको मतलब अक्षर लेख्न सक्ने त्यो लडाइँ लडेर आएको त्यो सानोतिनो घटना त उहाँले के जस्तो अब कि नलाग्ने त्यसले गर्दा फेरि जीवनमा ठुल्ठुलो घटनाहरू घट्यो फेरि नेपालमा गएर नेपालमा गएर हो जस्तो तपाईँको सेकेन्ड वर्ल्ड वारमा घट्यो त्यति त घायलको कुराहरू थियो भने पीडा थियो भने उहाँ फेरि मानसिक पीडा फेरि ठुलो बेहोर्नु भयो फेरि गाउँमा त्यो वारको हो त्यसो हुँदाखेरि के न घटना घट्यो त भन्दाखेरि कति कुराहरू गर्दाखेरि यहाँ कसैलाई ऊ पनि होला अब माथाको छोरो भर्ती भएर अब धेरै सर्भिस गर्नु भएन अब त्यो त 6-7 वर्ष न हो है फर्केर जाँदा त मेरो बाजे चाहिँ अलिकति बुढेसकाल हुनुभयो ए अब पगरीले हेपाइसी गर पगरी भने राईले ए आइसी है त कति मेरो गाउँघरलाई त थाहा छ मैले बोलेको कुराहरू कति ठिक कति बिठिक सुन्छन् मेरो अब गाउँघर थुप्रै छन् यो अलि नयाँ पिँढीहरूले त बुझ्दैन अब अलि तपाईँको बुझ्दैन मेरा गाउँले केही गाउँमा हुर्केका बुझेकाले बुझ्छन् के बोल्दैछु भनेर अब पगरीले हस्तक्षेप गरेर मेरो बाउ भर्ती हुनु पहिलाको 40 मुरी फैल्ने खेतहरू त छैन अब उता पनि छैन यता पनि छैन अब त्यो आफूले बाबुको पालोमा धानहरू भित्राएको त धानहरू पनि फेरि राई माछाले अर्कोतिर लाने भनेपछि जग्गा त थियो तर तपाईँले पुरा खेती गर्नु त्यतिखेर राई पगरीले अब के मिलायो है माथा पर्यो माथालाई हस्तक्षेप गर्यो नि अब प्रधानमन्त्री मन्त्रीले हस्तक्षेप गरे जस्तो यसो भएपछि तपाईँको गएर अब वारमा परेको मान्छे अब पल्टने मान्छे अब यो एउटा समझदारी गरौँ मेरो यो खेतको यो चाहिँ फिर्ता देऊ यी चाहिँ ठिकै छ किनभने यो मेरो घरबारीहरू ए भनेपछि तपाईँहरूको त्यो खेतबारी बाबा खेतबारी चाहिँ कब्जा गरे अरूले हो ठुलो घरबारी अरू ठिकै छ लैजाऊ तर यो फलाना कुरोको चाहिँ यो चाहिँ मलाई छोडिदेऊ समझदारी यो गरौँ भन्ने खालको प्रस्ताव गर्नुभयो राई फेरि उहाँको त्यतिखेर गएर आएर कहाँ टेर्ने कुरो अब पल्टने लाउरे भइहाल्यो छुटेको धेरै लाउरेलाई पत्ताउने कुरो पनि भएन सुनाइ भएन र सुनिदिने भएन अब यसो भएपछि वारमा परेको एक गुट भए एक गुट पनि राईकोले बोलेपछि अरूको कुरो सुन्ने कुरै भएन त्यतिखेर राणा शासन त हो है अब अहिले यस्तो होइन यसो हुँदाखेरि वार्निङ त धेरै दिनुभएछ अब वार्निङ के दिनुभयो भने अब यो कुरो समझदारी मेरो कुरो मानेन सुनेन भने पछि वार्निङ के दिनुभयो भने यदि यो कुरो मेरो भनाइलाई सुन्दैनौ दिँदैन मान्दैनौ भने मनाएनौ भने अब तिमीलाई म त काट्छु पो त्यो चाहिँ धम्की मात्रै दिएको हो डाइरेक्ट च्यालेन्ज काट्नकै लागि काट्छु भनेको त होइन होइन रिस उठेको बेला भनिन्छ त्यो तँलाई काट्छु मार्छु अनि डराओस् पनि भनेर अनि आओस् समझदारीमा आओस् यो कुरो फलानाले मानेन भने म अब जे पनि गर्छु भेटायो भने म काटी पनि दिन्छु भन्ने खालको प्रचार गर्नुभएछ गर्नुभएपछि उसले पत्ताएन यो लाउरे यो कहाँ अब गाउँ छोडेर गएको मान्छे कहाँ बुझ्दैन यसले पत्तेरो भएन यसो हुँदाखेरि त्यसलाई के भनौँ एउटा दुर्घटना भनौँ एउटा दिदी उहाँको दिदी पर्ने थियो त्यो घरमा उहिलेको चलन त्यही त हो रक्सी पार्ने के गर्ने अब मङ्सिरे के जाति अब त्यो दिन काटौँला भनेर गएको त होइन अब फेरि त्यहाँ घटना भइदियो अब त्यो घटना के भयो भन्दाखेरि कुरा उठ्यो र यो मेरो कुरा पनि सुन्दैन मेरो कुनै भन्दा मेरो यसो यो कुरो गरिदिनु पर्यो तपाईँले मिल्नु पर्यो र यो मेरो यति चाहिँ फिर्ता गरिदिनु मेरो घरबारी चाहिँ यस्तो यस्तो कुरा उठ्दाखेरि अब फेरि कुरो पताइदिनै भएन रक्सी खाँदाखेरि अनि के गर्छस् भने अब गाउँको ठाडो त्यो बेलाको चलनको रक्सी खाएको बेला फेरि त्यो बेला बुढाहरूको कुरोमा है अब तैँले के गर्छ अब अनपतेरो भयो अब काट्नै मरेर गएको त हो खुकुरी लगेर गएको त होइन खुकुरी चाहिँ लिएर जानु खुकुरी त सेकेन्ड वर्ल्ड मेरो बल हर्मेछ सुकबिरे नामै पनि थियो भिड चलनै पनि हो त्यो एउटा ब्रेक लिउँ है त हजुर कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ निकै गफ चाहिँ गरम हुँदैछ हाम्रो ज्ञान राई दाजुसँग कुराकानी गरेको छौँ उहाँको बाबाको गाउँको स्टोरीहरू सुनाइराख्नु भएको छ कार्यक्रम छड्के सलाम तपाईँहरूले भाग लिन चाहनुहुन्छ भने मलाई bvs.gorkha@bvs.com पनि इमेल गर्न सक्नुहुन्छ मलाई प्राइभेटली गर्न चाहनुहुन्छ भने bvs-कै भनौँ न yokraj.rai@bvs.com मा इमेल गर्न चाहिँ सक्नुहुन्छ हजुर फेरि त्यसपछि के भयो त्यो पछाडि अब ऊ पगरीको कुरा हो यो राजाको भनौँ न त्यो कालको अब मेरो भाउ माथा भनेको मन्त्री सरहको मान्छे है अब माथाको कुरो नसुनेपछि
के गर्छस् भनेर उसले पत्ताएन के गर्छस् त तैँले भन्ने कुरा हो ए रसिया गरी तैँले अब बेलुकी गाउँघरको घरमा बस्दाखेरि के गर्छस् भने त अब सेकेन्ड वाला परेको मान्छे है पहिल्यै हो नि त वार्निङ त दिएको तर त्यो गर्छु भनेर दिएको त होइन थियो होइन रिसको जगमा अब त्यस्तो भयो अनि सट्ट खुकुरी झिकेर यसरी हानेको त कतातिर अब काट्नेमा हानेको त्यो हुने बेलामा तपाईँको खुट्टाको यो घोडाको माथिपट्टि निकालेर छप्काइहाल्नु भयो यसो फालिदिनु होइन हातैले ए हातैले गरेको यसरी छल्दाखेरि ए खुट्टामा लाग्यो घाँटीमै दिएको दिन चाहिँ दिन त अब घाँटीमा दिनु कता हो अब त्यो गएर रिसको योगमा वरमा परेको मान्छे खुकुरी यसरी हान्दाखेरि यो चाहिँ घोडाको माथि छेपारी परेछ है अनि परेपछि त्यहाँदेखि फेरि दोहोऱ्याउने कुरो त भएन अब उहाँले वारको पनि याद आयो फेरि अब त्यो घाल भयो है त्यति गरेपछि अनि आफ्नो भाइ एउटा रनसेर हो कि के भन्ने भाइ छिमेकी थियो फेरि त्यसलाई कराएर आफै डाकेर फेरि मेडिकली पनि गरिदिनु भयो काटेकोलाई मेडिकल गर्नु फेरि त्यो डाकेर त्यो भाइ आएर ल यहाँ आइज पटुकाले फेरि त्यो काटेको बाँधिदिएर फसेट गरिदिएर अनि उहाँको फेरि त्यति राई पगरीको श्रीमतीहरू निकै नै हुन्छन् गाउँ गाउँमा होइन अनि उहाँको श्रीमती कान्छी श्रीमतीकोमा त्यहाँ लगेर राखेपछि बल्ल पो तपाईँको त्यो ब्लड त त्यो नसा काट्यो त्यतिखेर पो गएछ पछि हो अनि जे होस् ल अब यो चाहिँ ठिक छ यति भयो मानवीय उद्धार गरिराखेर ल यसलाई हेर्नु त्यो भाइलाई त्यो कान्छा पर्नेलाई हेर्नु भनेर छुट्नु भएछ बाबा चाहिँ छुट्नु भयो हो अब यहाँदेखि त्यो त राणा शासनकालमा हो यहाँदेखि फेरि कथाहरू धेरै आयो उहाँको जीवनमा घटना है बाबुले प्रत्यक्ष बताउनु भयो अब के भयो त भन्दाखेरि उहाँ त भर्खरै पल्टाउनु निक्लिया हो नि त यङ नै हुनुहुन्थ्यो यङ पनि त्यतिखेर चाहिँ अब सब ठिक भयो हैन खुट्टा ठिक भयो खुट्टा ठिक भएर त त्यसो झन्नै काटेको खुट्टो हैन फेरि आफ्नो खुट्टा त्यस्तो भएको फेरि राईको खुट्टा पनि त्यसो भयो अनि धेरै सोचेपछि अब के भयो त भन्थ्यो त राणाकाल हो पल्टनबाट जाँदा आइसी लानु भएको थियो त्यतिखेर नोट्सको चलन थियो इन्डियन रुपी झोलामा आइसी अब त्यतिखेर त्यो आइसी नेपालीको त्यो चलन अब त्यो भएपछि राई काटिएको अब ठुलो हल्ला र ठुलो त हुने भयो नि हाहाकार त हुने नै भयो के भयो है दुनियाँ ल अब यसलाई सबैको समझदारी फेरि मिलापत्र त्यो अब राईहरू फेरि पोलिसी कुनै कुराहरूमा कम हुँदैन नि त राईको सल्लाहकारहरू हुन्छन् यसलाई अब उनीहरूले के सोचेछन् भने यसलाई अब फसाउनु पर्छ कसरी फसाउने भन्दाखेरि मिलापत्र गर्ने भन्नुपर्छ अब राई हो पछि चाहिँ नि आफ्नो ठाउँ छँदैछ अनि यसको सम्पत्ति लिएको छ त्यो चाहिँ नि हात पार्नु पर्यो यो हो कुरा भन्ने खालको तर्जुमा रचेछन् मेरो बाउले त्यो फेरि त्यो के भन्छ त्यसलाई त्यो षड्यन्त्र त्यति सोचेनन् सोचेन अब मिलापत्र अब यहाँसम्म भयो भने ठिकै त हो भन्ने खालको हो मिलापत्र हुने कुरामा ठुलो हजारौँ चाहिँ राई पगारी वरिपरि छेउछाउका खोटा त्यो त खुट्टा काटेपछि त्यति बेला त जेल जानुपर्ने त्यस्तो कानुन होइन अब आउँदैछ कुरा त्यो त उ गर्नु पर्यो नि के जाहेरी गर्नु पर्यो नि त जाहेरी घाँस छैन नि त जाहेरी हुनुभन्दा पहिल्यै मिलापत्र गर्ने कुरो भएछ बुझ्नु भएन अब त्यो तपाईँले प्रश्न गरेको अलिक पछि आउँछ फेरि पछि आउँछ फेरि अब मिलापत्र ठुलो धुनधन छ त्यतिखेरको चलनमा गाउँका नामी राईहरू मात्रै हुन्थ्यो नि जस्तो तपाईँहरूको कति बेला मलाई नाम छ अहिले आएन होइन बुढाहरू सबै ठुला भलत्मी भेला भएर हजारौँ मान्छे भेला भएर मिलापत्र गर्ने भयो अब त्यहाँ बङ्गुर राँगा अब त्यो सबै लिएर पुरा दिनु पर्यो खानु है बङ्गुरहरू त्यो साँच्चै मेरो बाबुको त खर्च त हुने भयो त्यो चाहिँ बाबुले बेहोर्नु पर्यो जसले चाहिँ उ गर्ने उसले बिहार त्यही त उनीहरूको षड्यन्त्र त्यो है तिरोबाट गर्दाखेरि त्यतिखेरमा अब कति त्यो लगेको पैसा सबै सक्यो अब पछि किन सक्यो पछि उल्टायो बल्ल पो आयो त कुरा तपाईँले प्रश्न बल्ल जाहेरी गर्नु मिल्यो पार्टी खायो त्यसपछि फेरि उल्टायो अब रिस त त्यहाँदेखि पो उठ्यो फेरि किनभने त्यो एकपल्ट सोझो हिसाबमा त ठिकै मलाई फसायो भन्ने बल्ल चाल पायो कि षड्यन्त्र गरेको रहेछ भनेर अब जाहेरी दिएपछि अब हजुरको खुकुरी त सधैँ पछि बोकी नै राख्नुहुन्थ्यो जाहेरी दिएको हप्ता 15 दिनमा राणाकालका पुलिसहरू आयो घरमै थिएछ अनुभव तर खुकुरी चाहिँ हरमेसै भात खाँदा पनि नछोड्ने टोइलेट जाँदा पनि नछोड्ने अनि राणाकालको फलामको डन्ठा हुन्थ्यो त्यतिखेर पुलिसको त्यतिखेरको कि अनि हाम्रो दिप्सा भन्छ दिप्सा गाउँ मुनि बाखुङ कुना घर पर्छ त्यहाँ पुलिस आइपुगेपछि अब पुलिसले ल तिम्रो यस्तो छ अब सदरमुकाम भोजपुर हाम्रो चाहिँ पिखुवा खोला तरेर माथि जानुभयो धेरै छैन त पुरानो मूलबाट त दिप्सा टेम्के जाने बाटो त्यता पनि हो त्यही नजिक हो अनि उपाय छैन अब अनि खुकुरी लिएछन् अब अलिअलि 2-4 पैसा गरेर अब ल जानुपर्छ भनेर लगेछ पुलिस थाना जानुपर्छ भन्नुभयो हो
अब खुकुरीले सोध्दै गएछ तल हाम्रो पिखो खल माथि माथाहरूको अब जमिन हुने भयो खेत हाम्रै पनि छ त्यहाँ तितेनी खेत भन्छ फलाम सागु तपाईँले पनि थाहा हुनुपर्ने यो टेम्के जाने त्यो एउटा फलाम सागु थियो त्यो फलाम सागु चाहिँ होइन तर मासतिरको बाटो अर्को कोठे सागु थियो अब त्यहाँ कुलो त्यो हाम्रै खेतमा जाने कुलो हो त्यहाँ पुगेपछि अब पल्टने मान्छे उहाँले सिकेको कुरो के थियो भने कुनै आपत्ति कुनै भाग्दाखेरि उँभो भाग्नुपर्छ दुश्मनसँग फेस टु फेस हुँदाखेरि माथिबाटै बस्नुपर्छ भनेको मलाई ठाउँ प्लेस त्यस्तो सिकेको थियो माथिबाट चार्ज गर्नु सजिलो भयो नि त ढुङ्गामुढा गर्नु उधो नभाग्नु उँभो भाग्नु भने सिकाएको थियो अरे कि उधो भाग्यो भने अब तपाईँले भनेको खेद्ने भयो ढुङ्गामुढा हान्ने पनि उसलाई सजिलो अनि दुश्मनसँग हुँदाखेरि भाग्दाखेरि पुलिस थाना जाँदा माथि भाग्नु भयो अब त्यहाँ भाग्नुभन्दा पहिला शर्त राखेछ अनि यता आफ्नो अब सतर्क अलिक माथिल्लोपट्टि किन केही परिगयो भने मासतिर भाग्थ्यो भने माथिल्लोपट्टि अनि हलदार थियो अरे एकजना अरू दुईजना अनि ल अब तपाईँहरू के अरे तपाईँलाई पुलिस भन्छ होइन भनेछ हो अरे अनि सुलिस भन्ने जानेको छ भनेछ अब सुलिस भनेको त के छैन थाहा छैन के हो सुलिस भने पुलिस भनेको तपाईँहरू हो सुलिस भनेको त एक दुई कम्पनी कति झिकेर सुलिस भनेको यो लिने हो यो लिने है मलाई छोडिदिनुहोस् तपाईँहरू जाने यसलाई भन्छ सुलिस होइन अलिक माछा छोरी गफडी हुनुहुन्थ्यो सुलिस बुझ्नुभयो भनेको अनि दोधार गर अरे दोधार दुईजनाले त भन्नु सक्ने कुरो भएन त्यो हलदारले फैसला उसले गर्नुपर्ने अनि ल उहाँलाई भन्नुहोस् भने चाहिँ अनि त हलदारले यसो सोचेछ ल गल्ती गर्यो तिमीले घरमै भनेको भए सोच्नु पर्थ्यो एउटा कुरा हुन्थ्यो अब ल्याइसक्यौँ लिएको त दुनियाँले देखिसक्यो नि तिमीलाई पुलिसले लगो भैँसुर लगो भनेर त देखिसकेको छ त्यसरी त हामीलाई त बाटोबाट हरायो भने त पछि त हामीलाई यो त हामीलाई ऊ भयो पछि म सदरमा गएर कहाँ छोडिस् भन्दाखेरि के भन्ने अब लगेर देखेको छ घरमै भनेको भए यो ठिक भनेको थियो तिमीले घरमा भनेनौ अब यहाँ कहाँ हुन्छ भनेको नमान्ने भयो हलदार मानेन हुँदैन तिमी जानुपर्छ जे गर्ने उतैतिर घर उसको त लाने काम मात्रै हुन्छ भनेपछि अब नमान्ने भयो भन्ने कुरो हो फेरि त्यो खुकुरी झिकेर खुकुरी झिकेको होइन काट्ने भएर झिके त होइन खुकुरी झिकेको फलामको डन्डर छ ठाङठा ठुटु गरेर खुकुरी हल्लाएको पुलिसहरू उधोतिर लागिहाले भेट्टामा भाग्यो अनि त्यो भएको हाम्रो कुलोको खेत थियो त्यो तिनी भने खेतको त्यो ढुङ्गो सुङ्गो हानेर डाँडाहरू भएको ढुङ्गाहरू पुरा तीनजना पुलिसलाई त्यो भाग्यो त्यो फलामको डन्डाले पनि के गरेन अब त्यो खुकुरी थियो के अरे खुकुरी नभए त डन्डाले हान्थ्यो होला है अब पुलेर उँधो भाग्यो अनि ढुङ्गोसँग हानेको यसो हेरेको मलाई त तलै दगु दोसो गएको थिएँ अब पक्रिँदैन त्यहाँदेखि हिँड्नुभएको अब त्यो घटना एउटा भयो अब त्यो दिन घरमा आएर अब आमालाई त्यो खर्च वर्च लिने कुरो पनि भएन के छ खाद्रा खुद्रु भएर झोला बोकेर अब हिँड्नुभयो अब हिँड्ने कहाँ त त्यतिखेर काठमाडौँ पनि भन्दैन थियो अरे नेपाल भन्थ्यो अब नेपाल त जाने कताबाट जाने रेल छैन कोही छैन घरमा बस्यो भने पुलिस आएर पक्रिहाल्यो बस्ने कुरै भएन घरमा त त्यहाँदेखि हजुरको नेपाल हिँड्नुभयो एउटा झोला बोकेर खुकुरी बोकेर हिँडेको यो खोटाङदेखि तपाईँहरूतिर उता कता हिँडेको अब फेरि बाटोमा फेरि कस्तो समय काल परेछ भने अनिकालको बेला ल तपाईँलाई याद आयो ठुलो अनिकाल यो मलाई लाग्छ ठुलो अनिकाल भनेको 91-90 सालतिर होला 90 सालको भुइँचालो हो भुइँचालोभन्दा अगाडि कि पछाडि यो अनिकाल ठुलो चलो अगाडि होला यो कालमा पर्नु भएछ अनि जाँदा त्यो खुट्टाले एकदम काम गरे खुट्टाको त कुनै भएन कति हिँडे कति थाके पनि भएन अब कता जहाँ भयो त्यही पैसा बोकेर हिँड्नु भयो अलिअलि अनि चामल मकैको चामलहरू के अलिअलि लिनुभयो अनि त्यो इन्डिया पैसाहरू रल पैसाहरू बोकेर हिँड्नु भएको जाँदा अनिकालको बेला परेछ है अब उतातिर झन्सारो जब उतातिर त झन्सारो ठुलै अनिकाल जाँदा अब रात भयो एउटा ठाउँमा के भएछ भने दमाईको घर रहेछ त्यहाँ पुगेको रहेछ अनि सामसाममा यहाँ बस्नु पाइन्छ भनेको अब अनिकालको बेला उसले कोही खानेकुरो पनि लियो कि भनेर पाइन्छ कि नपाइने भनेछ ल ठिक छ भनेर त्यहाँ बस्नु भएछ अब अनिकालको बेला हो खानेकुरो त हुने कुरै भएन अनि के छ यसो त्यो खोले फाँडो खानेहरू के छ भने हामीसँग त केही छैन ल मसँग छ अब यही पकाएर खाउँ भनेको अब त्यहाँ रहेछ फेरि के छ भने दुईजना बुढाबुढी भयो अर्को छोराछोरी पनि रहेछ गर्दा त परिवार हुने भयो अब त कति बोकेको चामल नपुग्ने भयो अलिकति दिएको लगाएर खोले बनाएछ अब उनीहरू पनि कति दिन त्यहाँ भोका होला खोले बनाएपछि जोस् खोलेलाई बाँडीचुडी खाँदै बोटोकोमा दिएछ उसको बुढीले के भन्छ अरे थपिदिउँ तपाईँलाई भनेपछि अब त्यो हेऱ्यौँ अब होइन त्यो कुरा त बुझिया छ
त्यो भएमा मामुली अलिक ल्याउनुहोस् न अब बुढाले ओटिहालेछ कुरा बुझिस् उहाँ त लाभ्रे हुँ भनेको होला नि मलाई कुरा बुझिस् उहाँ पुग्यो भनेको हो कुरा बुझ्नुभयो बाउले ल ठिक छ अनि त्यो अलिकति खोले खाएर अनि बाँकी उनीहरूले खाए अनि एउटा घटना त्यो भएछ अब भोलिपल्ट जाँदा जाँदा फेरि अर्को घटना के भएछ भने जाँदा त नेपाल हिँड्या हो नि त यो खोटाङ हजुरकै गाउँदेखि उता बाँकी उता कतातिर हो रामेछाप छेउ त्यो खोटाङ र रामेछापको बिचतिर हो जाँदा जाँदा फेरि अब शाम त पर्ने नै भयो अब यसोहरूको गोठ त हुने भयो गाउँमा त कहाँ हो अन्धाधुन्दा हिँड्या है अब सामसाम पऱ्यो यसो पारी हिँडेको एउटा सानो सानो खोला रहेछ खोलाको पारी एउटा मान्छेले बेलुकी शामको दुध दुहुँदो रहेछ गाईलाई ओराबाट मेरो बाउ कराएछ ए दाई त्यो त कराएको मलाई बास माग्नले कराएको हो त्यसो नै गरिन्थ्यो हो त्यही हो चलानै त्यही हो अनि अरू घर छैन अब नहुने बेलामा उसले दुध दुहुँदै थियो यता दाई दाई भन्दाखेरि त्यसले नबोलेको कारण चाहिँ नबोलेको जवाब नदिएको कारण चाहिँ गाई त्यो दुध दुहुँदाखेरि गाई उफ्रिन्छ भनेर नबोलेको रहेछ कुरो भएन बोल्दैन साथी धेरै खेप करायो बोल्दैन त यो कस्तो नजिक सुन्ने गरी एउटा सानो खोला वारिपारी र त सुन्यो है यसले किन बोल्दैन फेरि झक्चलो त्यो दिनको घटाहरू है खुकुरी बगिरहेछ धेरै खेप करायो बोल्दैन साला यसो हेरेको खोला खाला कोही पनि छैन दुबिन कान्न परेको छैन अनि लगेर च्याप्पै अठाएर तपाईँको गाई दुध दुधै त्यो आत्तिएछ के भयो कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ उहाँको बाबाको इन्ट्रेस्टिङ कहानी नेपाल हिँड्नु भएको छ घरबाट चाहिँ त्यो स्टोरी सुनाउँदै हुनुहुन्छ बाटोमा दुध हुँदै गरेको कार्यक्रम छड्के सलामको उहाँको स्टोरी पक्कै पनि तपाईँहरूले इन्ट्रेस्टिङ मानेर सुनिराख्नु भएको होला र तपाईँले पनि भाग लिन चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला अनि के गर्नुभयो अब यसो हेरेको खोलामा कोही पनि छैन गाउँ पनि छैन मान्छे पनि छैन अनि मैले त्यत्रो चाहिँ 10-12 पटक तँलाई कराएँ किन बोलिनस् भोक पनि लागिरहेको भन्ने प्रश्न भोक पनि लाग्यो अब थाहा गरी किन बोलिनस् भनेको थर कामेर हजुर म गाई दुहुँदै थिएँ म बोलेको भए मेरो गाईले चाहिँ उफ्रिन्थ्यो त्यसरी नबोल्या भने कुरा मिल्यो कुरा सत्य रहेछ गाई उफ्रिन्छ भनेर यो नबोलाएर छ भनेर छोडिदिनु भएको छ झन्नै त्यहाँ पनि अनि यसो हुँदा हुँदा त्यस्तो दुःख कष्टहरू बिहोर्दै अब पुग्नुभयो नेपाल काठमाडौँ अब काठमाडौँ उहाँ राजा भेट्नु मलाई लाग्छ त्यो बेला पद्म शमशेर थियो होला अब उहाँ चाहिँ गाउँको मन्त्री होइन हो मन्त्री भन्दा पनि अब आफ्ना माथा अब किन नेपाल हिँडेको त मलाई चाहिँ कारण चाहिँ उहाँ म वारमा परेको मान्छे यसो घटना घटाएँ है र मलाई मिलापत्र गराएकोमा चित्त नबुझेर गएको मिलापत्र गर्यो खायो हो त्यहाँबाट फेरि पुलिस पठायो मिलापत्र नगरी जेलमा लगेयो भए मान्नु हुने थियो तर मिलापत्र हुँदैन भनेर मलाई झुकायो त्यो कारण लिएर राजाकोमा गएको भनेपछि त्यो हाम्रो त जिल्ला अञ्चल त्यस्तो गाह्रो थिएन होला त्यस्तो होइन त्यो बेला त्यो राणाकालमा बाबा त न्याय खोज्न पो नेपाल हो न्याय खोज्न के को न्याय खोज्न भन्दाखेरि मलाई मिलापत्र गरेर फसायो मेरो सम्पत्ति पनि सक्यो मेरो यस्तो यस्तो हो अन्यायमा परे सरकारबाट भनेर त्यतिको लागि गएको अब नेपाल त पुग्नुभयो अब राजा त भेट्ने को हो राजा कसरी भेट्ने फेरि बुझ्नु भएन अब त्यो नेवारी गाउँमा नेवार भाषा सबै जान्नुहुन्छ हो 1-2 वर्ष मात्रै बस्नु भएको नि संजोगवश मेरो बिहाबारी पनि मेरो बाजे पनि अब त्यस्तै खालको त्यो मेरो ससुराली बाजे पनि उहीँतिर भेट भएर त्यही नाताले पनि हुनु गएको हो है अनि अब नेवार गाउँमा बसेपछि राजा भेट्ने भनेर अब प्रचार गर्नुभयो यो मान्छे त कि मगज बिग्रिया हो राजालाई भेट्ने भन्छ राजा भेट्ने भन्छ खालि कसरी भेट्छ राजा त्यो बाटोमा कोही बेला सवारी हुन्छ त्यो बेला भेट्ने को हुनुहुन्थ्यो महेन्द्र हुनुहुन्थ्यो होइन कहाँ महेन्द्र त त्योबाट महेन्द्र भनेको 13 सालमा राज्याभिषेक हो 13 सालमा यो त 13 सालमा त म जन्म थाहा छ नि यो त म नजन्मेको कुरा गर्दैछु म त नजन्मेको कुरा गर्दैछु कुनै भएन अब नेवारीहरूले के भन्छ भने यो के भन्छ यो बाउला कुरा जस्तो राजा सरकार कसरी भेट्छस् भेट्नै पाउँदैन हामीले यदि तैँले भेट्ने नै हो भने बाटोमा सवारी हुन्छ तँ पनि गाह्रो छ तँ पनि त्यस्तै कहाँ तैँले तँलाई भेट दिन्छ तँ पनि के गर्ने को कथो के गर्ने हो त्यो चाहिँ होला नभए तेरो कहाँको यो के कुरा गर्छ भनेर झन्झनै मगज खराब जस्तो कुरामा निकालेछ र पनि त्यो कुरा छाड्नु भएन रहेछ म त भेट्ने नै भेट्ने गरेर त अब 6 महिना 7 महिना वर्षौँ दिन भयो
हुँदा त त्यो पालेहरू त सबै चिन्ने भयो नि त जहिले पनि राजा त्यहाँ कसो घरमा बस्नुभएको छ त खानु नेवारी होइन त्यतै खात्रा खुतु के गर्दै बस्नुभयो आलु सालु रोप्नु सबै जानुहुन्छ आलु खन्नु जानुहुन्थ्यो ए आलु चलाउनुहुन्थ्यो के कृषि गर्नुभयो त्यहाँ कृषि नै भइहाल्यो नि त्यो काठमाडौँ यस्तो थिएन नि त्यो दरबार मार्ग त जङ्गल थियो हजुर हो मेरो बाउमा त जङ्गल थियो अरे हो दरबार मार्ग ए त्यहाँबाट खेतीमा सघाउनु खेतीतिर झन् गर्दा नेवारीसँगै उता भयो गाउँ अब बिर्से जस्तो भइसक्यो राइट बुझ्नु भएन अनि जाँदा जाँदा त त्यो कता गेटतिरको कहाँको पालेर चिन्ने भयो नि अनि यो बौला होइन रहेछ यो पक्कै सरकारै भेट्नु खोज्यो रहेछ अब त्यो सिकाइदिने भयो नि गेटतिर म राजा भेट्न आएको गेटै पछि सिकाइदिने भयो नि यो जहिले पनि यो मेरो राजा सरकार भेट्ने भन्छ ल त्यसो भए भेट्ने नै हो भने के कारण के सोधबुझ गर्दा दुःख सुख त्यो सबै कुरो न्याली बेली थाहा हुने भयो नि ल त्यसो भए यसो गर त्यसले सिकाउनु एउटा गेटकोले त्यो त्यहाँ गए फेरि अर्कोले सिकाउने भयो हो यसो गर उसो होइन करिब 1 वर्षतिर लागेछ हो सरकार भेट्नुलाई गएपछि अब सरकारको भेट पाउने भयो तिनी सरकार मलाई लाग्छ पद्म शमशेर थियो होला राणा अब सरकारकोमा डम्मै राणा कालमा कति दिन लाग्यो भोजपुरबाट त्यहाँ पुग्नु केही भन्नुभयो हप्ता दिन कति जाँदै त्यस्तो थियो अब सरकारको दर्शन त पाइने भयो अब आफ्नो कुरा पनि ठिक्क धेरै बोलाउन त्यो पहिले सिकाएछ त्यो विषय के त्यो धेरै बोल्ने होइन सरकार तँलाई बोलाउँदैन धेरै ठक्क राख्ने ओके यसो गरौँ यो इन्ट्रेस्टिङ कहानीलाई फेरि अर्को एपिसोडमा जोडौँ है आजको दोस्रो एपिसोडबाट बिदा माग्छु तपाईँले चाहिँ आफ्नो स्टोरीहरू सुनाइराख्नु भएको छ तपाईँले चाहिँ कस्तो लागिरहेको छ अलिकति यो सुनाउ पनि लागेको थियो होला बाबाको स्टोरी हो विशेष मेरो चाहिँ इन्ट्रेस्ट के हो त भन्दाखेरि मान्छेको आँखीमा रहेर एउटा चित्र हो र एउटा भोइस हो म पनि यो अवस्थामा भनेपछि तपाईँले चाहिँ केटाकेटी हुँदा बाबाले यो स्टोरी सुनाइराख्नुहुन्थ्यो हो बाउले केटाकेटी हुँदा मात्रै पछि सोधी पनि रहन्थे पल्टानै भएर पनि बाउको कथाहरू के भयो त्यहाँ के भयो भनेर मेरो गफडी भजनकर्ता इन्डिया बस्नु भएको धेरै बेलुकी चाहिँ भजन मात्रै गाएर सुत्नुहुन्थ्यो सबै एक प्रकार अब मैले कति भजन गाएर कवि साहित्यकार जस्तै हुनुहुन्थ्यो त्यो यो राईको अक्षरहरू पुरा निकाल्नु भएको छ तपाईँले समय हेर्नु छु भने म निकाल्दै देखाउन सक्छु अक्षर वाक सु भौँ भन्थ्यो 1 2 3 राई अङ्कमा चाहिँ कतिको हुनुहुन्थ्यो पल्टनेर अलिक छुच्चो हुन्छ भन्ने हाम्रो बुझायो रिसा हुनुहुन्थ्यो कतिको अर्काको विभेदलाई अर्काको थिचोमिचोलाई नसहने त्यस्तो खालको किन वारमा परे मान्छे घरमा चाहिँ आर्मी शासन चाहिँ कस्तो थियो त गटलास भन्ने एउटा हुन्छ नि त्यसरी हामीलाई त दबाब त नगर्ने मलाई उयो भर्ती जानुहुन्न भन्नुहुन्थ्यो त्यति चाहिँ भयो है अनि त्यसो हुँदाखेरि राजा अब त्यहाँदेखि फेरि अरू समस्या अब यो यतिमा गरौँ यो चाहिँ तेस्रो एपिसोडमा गराउँला होइन र बाबुको स्टोरी चाहिँ सुनाइरहँदा तपाईँलाई अलिकति एउटा प्राउड पनि लागेको होला मेरो बाबा यस्तो हुनु त आँटिलो हुने होइन आँटिरहनुहुन्थ्यो नत्र भने त कहाँ त्यो होइन त्यस्तो गर्नु सक्छ त्यहाँदेखि पनि छन् आखिरी जिल्लामा आएर टुङ्गिएको हजुर ओके हुन्छ यो त तेस्रो एपिसोडमा कुराकानी गरौँला आजको लागि चाहिँ धेरै धेरै धन्यवाद हजुरलाई हजुर कार्यक्रम छड्के सलाममा हाम्रो बाबा ज्ञान राई हुनुहुन्छ उहाँको बाबा साह्रै आँटिलो हुनुहुँदो रहेछ र जस पहिला राणा शासनको स्टोरीहरू सुनाइराख्नु भएको छ उहाँ चाहिँ काठमाडौँ आइसक्नु भएको छ अब राजालाई भेट्नको लागि उहाँ रेडी हुनुहुन्छ तेस्रो एपिसोडमा हामी यही प्रसङ्गबाट जोड्नेछौँ कार्यक्रम छड्के सलामको दोस्रो एपिसोडबाट उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागेँ हस्त नमस्ते on the march! Left! Salute! 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम Left, right, left! Left! Saluting on the march! Left! Salute! 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम नमस्ते कार्यक्रम छड्के सलामबाट म योगराज राईको कार्यक्रम छड्के सलाममा विगत गोर्खाजबाट रिटायर्ड हुनुभएको अवकाश हुनुभएका हाम्रो साहबहरू गुरुजीहरूसँग हामीले कुराकानी गर्दै आएका छौँ र तपाईँ पनि यस कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला yograj.rai@babes.com इमेल गर्न सक्नुहुन्छ यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ कपरोल रिटायर्ड ज्ञान राई र उहाँको घर चाहिँ भोजपुर उहाँको बाबाको स्टोरीहरू सुनाइराख्नु भएको छ तपाईँहरूले पक्का पनि इन्ट्रेस्टिङ मानेर सुन्दै हुनुहुन्छ होला पहिला राणाकालको स्टोरीहरू फर्स्ट 7 GR मा चाहिँ
1965 मा भर्ती हुनुभयो र अहिले चाहिँ काठमाडौँमा बसोबास गर्नुहुन्छ, तर अहिलेलाई भने बेलायतको यो हेजमा यहाँ हुनुहुन्छ र यहीँ उहाँको घरमा आएर यो कार्यक्रम रेकर्ड गरेका छौँ। हजुरलाई फेरि तेस्रो एपिसोडमा वेलकम छ हजुर। हजुर धन्यवाद। हजुर एकदमै तपाईँको स्टोरी सेयर गरिराख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब गत हप्ता चाहिँ तपाईँले अब काठमाडौँ बाबा आउनुभयो, उहाँ चाहिँ अब अहिले चाहिँ सरकारलाई भेट्नको लागि रेडी हुनुहुन्थ्यो, अब के भयो त्यसपछि चाहिँ? अनि सरकारकोमा अनुमति पाउनुभयो, उहाँले भेट गर्नुभयो। अब राणाकालमा गार्डहरू विभिन्न टोकाबाट भेटेपछि अब सरकारसँग गफ गर्ने कुरो त भएन, धेरै कुरो। अनि आफ्नो प्रत्यारी लिखित गरेर अनि सरकार म यस्तो मान्छे, म सेकेन्ड वर्ल्ड वारमा परे आउँ, मेरो परमाणु यो छ भनेर त्यो घायल हातको त सामान्य थियो, खुट्टाको सबै देखाउनु भयो। सरकारले देखाउनु पहिला यो सरकारलाई मेरो निवेदन, म वारमा परेको मान्छे, म गाउँको माथा हुँ, राई पगरी फलाना हो है, र म पल्टनमा यसरी घायल भएर म यति वर्षमा घर आएँ। आउँदाखेरि म माथाको यस्तो मेरो जमिनहरू पगरीले कब्जा गरेको थियो र मैले यो सबै कब्जाहरू मिलाउँ र मलाई मेरो घरबारी चाहिँ फिर्ता देऊ भनेर नदिने भएको हुनाले यदि बेलाघाट जोसदासमा रिसको झोकमा मैले पगरी फलानालाई यसरी गर्दाखेरि खुट्टामा मैले चोट गरेर काटिएको थियो। त्यो लिखितमा पनि थियो होइन, दोहोऱ्याएर। अनि त्यसो हुँदाखेरि पछि मलाई मिलापत्र गरेर मेरो पल्टनमा यति घायल भएर कमाएको सम्पत्ति पनि सकियो। अनि त्यसको माफी माग्नलाई म सरकारकोमा आएको भन्ने कुरा मात्रै है। अनि यसो भन्दाखेरि त्यो खुट्टा देखेपछि अरू त मन्त्रीहरू कोले हो कि अब नक्कली कि सक्कली भनेको राजालाई, अब राजा त पर बसेर आएर हेर्ने कुरो त भएन, अरूले देखाउनु पर्यो। हो ल त्यो के हो है, सही हो, यसको घाउ साँचो हो भनेपछि सेकेन्ड वर्ल्डमा परेको चाहिँ प्रमाणित भयो। त्यो माथा र भएको काण्ड भन्दा पनि त्यो ठिक हो, त्यो सेकेन्ड वर्ल्डमा परेको घायले रहेछ त भन्दाखेरि हो भने सरकारले जाहेरी हो। भनेपछि त्यो गाउँमा खुट्टा काटेको चाहिँ उहाँले भन्नुभएको छैन, अनि त्यो पनि त्यो लिखितमा पेश गर्ने हो, लिखित भइसकेको छ। त्यो भनाइ त उसले उको सरकारको मन्त्रीहरूले सुनाइदिने पनि उसलाई पहिल्यै लिखितमा गएर यसो यो मान्छे यो हो भनेर न भेट दिएको हो, जानकारी गइसकेको हुन्छ। र पनि त्यो ठिक र बिठिक मौखिक मात्रै हो, पहिल्यै बिन्ती पत्र हो कि के भन्छ त्यो चढाएर मात्रै भेटघाट गरेको हुन्छ नि त। अनि बिन्ती पत्रमा त्यो बुझाइदिनु भयो सरकार पनि उही त हो राणा, अनि यसो भन्दाखेरि त्यो भन्दाखेरि अनि त्यो काण्डहरू के हो भने त्यहाँ लिखितमा पनि छ। सोध्ने पनि भयो, सबै त्यही छ, सोध्ने पनि भयो लिखित पहिला पेश गरेपछि त तैँले फलानाले काटेको हो कि होइन त हो। अब त्यो किन काटे त्यो सब प्रश्नहरू आउने नै भयो नि अर्को मन्त्रीहरूबाट, सरकारको मन्त्रीबाट। अनि त्यो किन भनेको सवालमा त्यो सेकेन्ड वर्ल्डको कुरा देखाएको बुझ्नु भएन। कुरो साँचो भयो, मान्छे काटेको पनि ठिक हो भन्छ, सेकेन्ड वर्ल्डको पनि त्यो घायल पनि परमाणु ठिक हो। त्यो मान्छे काटेको चाहिँ उहाँ कुरा पुगिसकेको रहेछ होइन, त्यो निवेदनमा लेख्नु पर्यो नि कति कारणले किन हो आएको भन्दाखेरि यो कारण घटाएको मैले हुनाले यसको माफी मिना पाऊँ, त्यतिखेरको शब्दमा माफी मिना। अब त्यतिखेरको राणाकालको शब्दमा अनि यो फलाना गञ्जबीर राईको कुरा, राई काटेको पनि कुरा ठिक हो, सेकेन्ड वर्ल्डमा गरेको पनि ठिक हो भनेपछि अरू कुराहरू ठिकै होला। अब त्यो ठिक भएपछि भन्ने राजाले महसुस भयो है। यति कारणले मलाई सरकारलाई भेट्नु त्यो 1 वर्ष लाग्यो भन्ने पनि होला त्यहाँ भनेपछि अब राजाले मुखले माफी दिएर त भएन। त्यतिखेर प्रमाङ्गी के भन्दो रहेछ, प्रमाण भन्दाखेरि प्रमाङ्गी अब त्यो निवेदन त बाबाले आफै लेखेर लानुभयो होला होइन, अरूले त्यो लेखन्दासहरू अरू सिकाइदिएर लेखाइदियो नि, अब आफू पनि लेख्नु त सक्ने काठमाडौँमै लेख्नुभयो। त्यो के भाती पुऱ्याउनु पर्छ के पर्छ आफूले जे लेख्नु भयो नि त होइन, त्यो त आफूले होइन त्यो सबै लेखन्दाले त्यो नियम अब सरकारकोमा जाने के हो त। राणाकालमा नै लिखित रूप त कडाकडी थियो नि है। अनि प्रमाङ्गी भन्दो रहेछ, माफी आजभोलि अर्कै शब्दहरू छ। प्रमाङ्गी भने तपाईँ माफी, अनि प्रमाङ्गी कागज सरकारले दिने भयो, माफीको कागज यति लामो राणाको छाप भएको, त्यो त मुखले दिएर अब सुनाएछ पनि यो के हो भनेर, ल तँलाई सरकारले भेटिस् हो अनि तैँले प्रमाङ्गी पाछस्, प्रमाङ्गी भने के हो बुझाइदियो होइन, माफी पाइस् तैँले भनेको कुरो सही ठानेर सरकारले तँलाई प्रमाङ्गी दिएको छ, माफी दियो हो भनेर डम्म कागज राणाको छाप ठक्का ठोकेर यो भएपछि अब त सबै माफी पाइस्, बुझिस् भने चाहिँ बुझे सरकार भनेर फिर्ती हुनुभएछ। अब त्यो प्रमाङ्गी कागज बोकेर तपाईँको भोजपुरमा आउनुभयो। त्यतिखेर ध्यानबहादुर राई थियो भोजपुरको मान्ने गर्ने, त्यो पछाडि होला बडा किम हुनुभएको त, तर मान्ने गर्ने जान्ने जे ठुलो मान्छे भने पनि जे भने पनि फेरि ध्यानबहादुर, यो देवान सिंह यहीँ डक्टर उसको बाउ लक्ष्मी राई अहिले छँदैछ, कङ्ग्रेसबाट परखेप उम्मेदवार पनि हुनुभयो राष्ट्रपतिमा विद्यादेवी भण्डारीसँग। अनि त्यहाँ आएपछि त्यो प्रमाङ्गी त अब सबैकोले देखाउने कुरो भएन,
अब पुलिसले एरेस्ट गरेर थुन्नु भयो। ए फेरि माने त्यो परवानगी अब पुलिसले थाहा भने देखाएन, देखा त्यो लिएर आएपछि फेरि पुलिस हो 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 त्यो देखाएको भए त थुन्ने थिएन होला। ए सरी त्यो दिएन भने गाउँ आएपछि फेरि पुलिसले पक्रियो, सदरमुकाममा पक्रियो झेल हाल्नुभयो। अब झेल आएपछि त्यहाँको गण्यमान्य ध्यान बजार आइथ्यो, उहाँले खबर गर्नु चिन्नुहुन्थ्यो। 7 सालको क्रान्तितिर यसो खात्रा उत्रु गरेको भर्ती हुनेमा सैनिक जनसेनाहरू भर्ती हुनेमा जालाजुली देखेको। अनि ध्यानबहादुर राईले बोलाउनु भयो। ध्यानबहादुर राईले बल्ल त्यो परवानगी भन्ने दिनुभएछ है। अनि ध्यानबहादुरले ओहो ल यो जिल्लाको मान्छे सब खतम भयो, यो कर्मचारी सरकारलाई थुन्ने, यो त सरकारको परवानगी भएको मान्छेले थुन्नु भनेको र सरकार थुन्नु एउटै हो। अनि त्यो बाबालाई पुलिस पक्रिन आउँदा मेरो यस्तो छ भनेर देखाउनु भएन, पुलिसहरूले देखाउनु भएन, सायद अलिकति के गर्छ भन्ने पनि होला। नत्र भने त यस्तो छ भन्ने त्यो बुझ्थ्यो नि त, बुझ्थ्यो पढ्ने। जेलमा लगिगयो लगिगयो। अनि जेलबाट बल्ल सायद उहाँको इन्ट्रेस्ट थियो के गर्ने अलिकति त्यो पनि। त्यसपछि ध्यानबहादुर झिकाएर त्यो परवानगी देखाएपछि अनि ध्यानबहादुरले खैला बल्ल गर्नु हाकिमहरूले, ल तिमीहरू खतम हुने भयो, जागिर जाने भयो, जाने भयो, सबै खतम, सरकार थुनेको। ए हेर त यो फलाना थुनेको होइन, तिमीले सरकार थुनेछौ अब भनेपछि तिमीहरू सब खतम हुने भयो भनेपछि हाहाकार मच्यो। दरबारबाट लिएर आएको त्यस्तो होइन। ए यो मूर्खले त हामीमाथि षड्यन्त्र गर्यो, देखाएन, यो थाहा छैन हजुर, थाहा भएन, यो देखाएको भयो, देखाइँदैन देखाइन यो त। अनि एउटा घटना त्यस्तो भएर त्यहाँका घटना कति त त्यसरी घट्यो हजुर। र करिब अब हामी योभन्दा लामो जानु पनि त्यति हो, अब अरू त छ। त्यहाँबाट जेलबाट निस्किनु भयो अनि नर्मल आफ्नो जिन्दगी त्यहाँ निस्केर यताउति समय बिताउनु हो। त्यसरी नै मेरो बाउको जिन्दगी लाइफ गुजारा गर्नुभयो हजुर। अहिले हुनुहुन्न, 92 वर्षको उमा बित्नुभयो मेरै काखबाट। र अब त्यो दरबारमा गएर चाहिँ त्यो पेपर ल्याउनु पर्छ भन्ने बाबालाई आइडिया आयो कि कसैसँग त्यो परवानगी दिन्छ त्यस्तो त के थाहा थिएन, तर सरकारले भेटेर कुरा बिसाउँछु भन्ने कुरा मात्रै हो। तर त्यस्तो पाइन्छ तर उनीहरू सरकारको नियममा त्यो मुखले हुँदैन, यसलाई परवानगी पत्र दिनु पर्छ। त्यसले परवानगी पत्र भन्छ त्यो कालमा। भनेपछि गाउँमा आएपछि सबै साम्य भयो भनेर होइन। त्यहाँदेखि बल्ल सकियो। र यो सानातिना जङ्गल मुद्दा अब पगरीसँग परेको कुराहरू त्यतिखेरको जङ्गली मुद्दा त्यस्ता मुद्दा त कति 12, 13, 21 मुद्दापछि मुद्दा त थियो। त्यतिखेर फेरि के थियो भने मुद्दा गर्ने गाउँहरूको हाम्रो एउटा बडो त्यसलाई के भन्ने एउटा के नजायज चालचलन, मुद्दा हाम्रो त्यतिखेरको चलन, यो मुद्दा गर्ने धेरै चलन थियो। र त्यस्ता मुद्दा त कति गर्नुभयो। त्यसो भएपछि पछि दाई हुनुभयो, दाई पनि पछि राजनीतिमै हुनुहुन्थ्यो मेमबहादुर, तर उहाँ पनि धेरै आयु पाउनु। मेडिकल पेन्सन राम्रै थियो होला बाबुको, मेडिकल पेन्सन राम्रै सन्तोषजनकै थियो, पैसा त केहीमा त खर्च हुन्थेन हजुर। फेरि माथा यताउति गर्नुहुन्थ्यो, अरू अब त्यही थियो गाई भएपछि। अब के थियो नि त्यतिखेर अब के थियो भन्नुहुन्छ भने खेतीपातीको चलन ठुलो थियो। अब हामी हुँदासम्म तपाईँको जसले धेरै काम गर्छ, जसले तपाईँको हल जोत्छ, जसले तपाईँको घाँस काट्छ, अब भएका आफ्ना परिवारहरू पनि अलिकति खेतको पनि फोक्टा भन्छ सानोलाई, फोक्टा बढाउँ बुझ्नु भएन, मासतिर बढाउँ। अब हजुरको त्यो प्रश्न किन कुरा गरेँ भन्नुहुन्छ भने एरियाको यो धानको चलन, धानको खेती धेरै हो गाउँघर त्यो बेला है। अनि त्यो एरियामा भकारी भन्ने हुन्थ्यो, भकारी भने साहुहरूले ठुल्ठुलो धनी महाजन भन्थ्यो, तिनीहरूको भकारी त्यही हुन्थ्यो। र भकारीको जिम्मै हाम्रो बाउसँग हुन्थ्यो। भकारी भनेको त तपाईँको अब 100 मुरी 200 मुरी सानो भकारी ठुलो भकारी यस्ताका हुन्थ्यो नि। अनि हजुरको मैझारो दाई भन्थे, यो दाईको मैले एउटा फोटो खिचेको छु, त्यो एकदम फेसबुकमा लगाउँ भने यस्तो त्यसरी नै जिन्दगी बिताउनु। कार्यक्रम छड्के सलाम। कार्यक्रम छड्के सलाममा हामी छौँ। हामीसँग ज्ञान राई दाजु हुनुहुन्छ, उहाँको बाबाको स्टोरी भर्खरै सक्यो। अब ब्याक टु तपाईँतिर आउँ। तपाईँ चाहिँ अब एकेतालमा भर्ती हुनुभयो, तपाईँ चाहिँ धरान हुनुभयो, धरानमा एकेतालमा फेरि अलिकति मेरो भर्तीको बारेको पनि कुरा गरिहालौँ होला त यो मौका पाएको। अघि सुरुमा हजुरलाई यहाँ मैले कुरा राखेँ, मलाई गल्लाले फिट नदेख्यो, अलिक ठिकठाक हिरो नदेखेको, म लुते खालको मान्छे सुनेर मलाई लिनु भएन। अब धरान आएँ, धरानमा आएर त्यसै चाहिँ रमिता गर्थेँ, अब लाउरे भने कस्तो हुन्छ। अब त्यतिखेरको चलनमा अब हजुर
पढ्नु त मैले गाउँमा अलि गाउँको स्कुल पढेँ, पढ्नुभयो त्यहाँदेखि पछि धरान आएर जोइन गरेँ। जोइन गर्नुभयो हजुर अलिअलि पढेँ। त्यसपछि लाउरे अब हुनको लागि चाहिँ यो लाउरे हुनु जुरिया रहेछ यस्तो चलन थियो नि हजुर। म एउटा कुरो हुन त यो कुरो यहाँ बोल्नु मिल्छ, त्यतिखेरका परिस्थिति हावा चलन कस्तो हो भने जस्तो हजुरको म भर्ती हुनु त पहिला अहिले राजनीतिक क्षेत्रमा पनि र म राजनीतिमै अलिक इन्ट्रेस्ट पनि गर्छु। अहिले 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 भाग लिनु अहिले नहुनु अर्कै कुरा भयो। अनि यो हावाजहाज काण्ड भनेको तपाईँको के हाइजेक भयो नि, त्योभन्दा अगाडि नेपाली काङ्ग्रेसमा पहिलाको नेपालको राजनीतिक पार्टी भनेको नेपाली काङ्ग्रेस विद्रोह है। काङ्ग्रेसमा अब अहिलेको कुरो बेग्लै अब यो गरेर ऊ गरेन तर नेपाली अहिलेको नेपाली काङ्ग्रेसले गर्नु नगर्नु के गरे त्यो बेग्लै कुरा भयो। तर त्यो बेला पनि नेपाली काङ्ग्रेसले विद्रोह त डरलाग्दो ठुलो गरे हुन त राजनीतितिर गयो है। यो कुरो तपाईँलाई जानकारी होला। पछि गाउँ फर्क अभियानको कुराहरू सुनेको नेपाली काङ्ग्रेसको पालो भयो। भर्ती हुँदा त्यता पनि दौडी हिँडे, त्यतिखेर त्यो जानी नजानी त्यो विराटनगरतिर पिस्तोल प्रसव पाउँथ्यो है, कुरा उता गयो। अनि त्यतातिर गरेँ। अब यहाँ हजुरको प्रश्न छ भर्तीको। अब भर्ती हुनु त्यो सिभिल उतातिर 2 लाइन थियो, सिभिलतिर डुल्थे। अब के भयो कुरा त्यहाँ भर्तीको कुरा गर्दा अरू कुरोले पर राखेर भर्तीको कुरालाई कुरा गर्नु पर्दाखेरि त्यहाँ म चाहिँ दिनै पछि जस्तो जान्थेँ। त्यहाँ किन जान्थेँ क्याम्पमा भन्नाले त्यो सिभिल 2टा फुटबल ग्राउन्ड थियो, होरतिर अलि नदिने, पल्लो चाहिँ सिभिल ग्राउन्डमा जान्थेँ है। क्याम्पभित्र चाहिँ कसरी पस्नु त के भनेर जानुहुन्थ्यो त? त्यो नामसम लेखाउने के उपाय नाम भन्नाले त्यहाँ नाम त्यो स्पोन्सर गर्नु पर्थ्यो भित्रको मान्छेको नाम भन्नु पस्नु दिँदैन। हुन त मैले त्यहाँ हाम्रो भोजपुरको अघि नै भने दिलबहादुर गर्न चिन्थेँ कि जिएमको नाम लिएर जानु हो पस्नु दिँदैन हो। त्यही कुरा ठिक प्रश्न गर्नुभयो। दिलबहादुरको घरमा चिनेको म यता धरान आउनुभन्दा दिलबहादुरै घर भएर पनि आएको। भुवन सिंह भन्ने उहाँको भाइ थियो मेरो है। अनि उसको नाम जान्दथे नि त, उसको नाम हो जान्थे, रमित हेर्थे। अब एक दिन घटना के भयो भन्दाखेरि दिलबहादुर त मैले पहिल्यै भेटिसकेको थिएँ। त को होस् के होस् भन्थ्यो, म फलाना गाउँमा बस्ने हो, त कहाँ हिँडेको भनेर पहिल्यै अन्तर फाल्टोसँग अन्तर त लिइसकेको थियो। माने अन्तर्वार्तै होइन, फाइलो मैले त को होस् भनेर त भन्ने भयो। गोर्खा दिल अल्गो रातो बुढो दिउँसै हुस्की पनि पिउँथ्यो कि अलिक रातो भने निच गर्ने, तर हाँसेको होइन रहेछ, तर हेर्दाखेरि हाँसे जस्तो देख्ने जेङ्गो अल्गो मान्छे। अनि भेटेपछि त को होस् कहाँ भने फलाना गाउँ फलानाको छोरा हो। कहाँ हिँडेको हो? भर्ती हुनु हो। भर्ती हुनु कोसँग आज भर्ती? त्यो मेरो कुरो राखिसकेको थिएँ म। गल्ला अवसरले लिएन हजुर। अनि कहाँ त्यस्तो के त्यति ल अब त्यहाँसम्म चाहिँ पहिल्यै कुरा भएको थियो, त्यो फाल्टो कुरा हो। गोर्खामा चाहिँ बिर्स्यो मैले। तर एक दिन घटना के भयो त, भर्ती हुनु लाउरे हुनु जुरिया रहेछ हजुर। यो ठिक हो कि बेठिक हो? पछि त्यो हावापानीको भर्ती हुनेको हावापानी चाहिँ फेरि बाँकी रहेछ, फेरि गरौँला। त्यो हावापानी भर्तीको चाहिँ मैले किन गरेँ, त्यो बेलाको हावापानी भनेको ओली पनि तपाईँको ओली केपी राई भएको भए ऊ पनि भर्ती हुने हो। त्यतिखेरको भर्तीमा मात्रै भाटा हुन्थ्यो, थर्ड चेन्ज गरेर भर्ती भएको छ नि होइन। त्यतिखेर हावा त्यो थियो। अब त्यो कुरा बेग्लै लाइन छैन। यसो भाटा हुन्थ्यो, औँलाहरू यसो चलाउनु पाएँ हुन्थ्यो। त्यो हामी त इन्डोनेसियाको त्यो बोर्नियोको कन्स्टिट्युसनमा पर्या हो नि त। सबभन्दा सायद हाम्रै पालो मलाई धेरै रक्रुटिङ भर्ती भएको। भनेपछि तपाईँ गल्लाबाट आउनु भएन क्याम्पमा? हो। अब घटना गर्दैछु त्यहाँ आएपछि के भयो भन्दाखेरि त्यो गल्लाले लिएको गाउँको केटाहरू त चिन्थ्यो, मेरै चिनेका मेरै साथीहरू, मेरै नाता फुपूको छोरा कोही यस्ता थिए कुटुम्ब होइन। अनि एक दिन घटना के भएछ त भन्दाखेरि गल्लाले लिएको मान्छे फेल भयो। बुझ्नु भएन? नाप्दाखेरि फेल भएछ, 2 जना भएछ। गाउँबाट लिएको फेल भयो हो। गल्लाले अब के कति कारणले कसरी नापेर लियो त्यतिखेर पनि विभिन्न प्रकार हुन्छ नि, तर कति कारणले गल्लाले लिएको मान्छे फिट भएन। फेल भएपछि अर्को मान्छे खोज्न पर्यो, बुझ्नु भएन? अर्को मान्छे खोज्दाखेरि म त त्यहाँ सधैँ जान्थेँ, त्यहाँ त्यो फुटबल सिभिल लाइनमा फुटबलहरू हेर्नु। अब मेरो साथीहरूले मलाई भेटे त हुन्थ्यो भन्ने सोचाइ भयो। अब मलाई खोज्नु थालेछ कि मलाई चिन्ने त्यो गल्लाले लगेको मान्छे चाहियो। अब त्यो एउटा इन्ट्रेस्टिङ घटना के भयो भन्दाखेरि मभन्दा लायक केटाहरू जिङ्गो लायक ह्यान्डसम सबै त्यो फेल भयो होइन। फेल भयो त्यो एउटा घटना छ। अब ल मान्छे चाहिएन, अर्को ल्याउनु पऱ्यो 2 जना, 1 जना मात्रै नभएर 2 जना लियो। त्यो प्रतिर त्यो मै जस्तो दगुल्ने केटाहरू लिएर के गरौँ भने त्यो के भन्छ सामान्य पक्कै उसले होइन, सामान्य गोर्खामेजलाई हेर्ने भयो, अथवा हेर्ने मात्रै होइन फिता लिएर नाप्ने पनि भयो है। त त्यसो हुँदाखेरि मभन्दा लायक केटाहरू नापेछन्। अनि यसो छट्टै गर अनि हजुरको हाइटमा अब यसो छाती अनि हाइटमा यसो गरेपछि पाहाडको केटाहरू त्यो बेलाको लायक केटाहरू त सबै ठिक छ। यसो गरेर गोर्खामेजले पछाडेर त्यो फिताले माथि नाप्दै कति हाइट छ भनेर नाप्दाखेरि काम नै भइदिएछ डरले क्या। त्यतिखेर गोर्खामेजर देखे हुँदैन, त्यतिखेर पालोको हल्को मान्छे अब गोर्खाइट लगाएको फेरि बुढो रातो पिरो घट पल्टाउने मान्छे यसो गऱ्यो
थर कामदो रहेछ मान्छे त ठिक छ तर काम फेट कहाँ हुन्छ ल त्यसलाई घचिटी पठायो फेरि अर्कोले त्यतिकै आउट त्यो गयो अब आउट भयो यसले अब त्यो थुप्रो केटाहरू के अब त्यो है फेरि अर्को ल्याउँदाखेरि फेरि त्यही सिस्टम गऱ्यो अरू भन्दा पनि त्यो चाहिँ गाउँबाट गल्लाबाट आएको होइन अर्को फाल्टो केटाहरू गल्लाबाट आएको फेल भएर अर्को मान्छे अर्को रिलिफको लागि क्या लाउनु पऱ्यो त्यसको ठाउँमा त्यसको कुरा गर्दैछु अब अर्को पनि फेरि व्यथा त्यही गर्छ थरथर नै कामै छ अनि मलाई खोज्दो रहेछ मेरो साथीले धुइथी अनि भेट भयो अब भर्ती हुन जुरिया रहेछ तर मलाई साथीले पढाइ भन त्यहाँ त गोर्खामा जसले नाप्छ तँलाई गर्ने केही पनि होइन मुख्य कुरो काम हो भने चाहिँ फरक सामान्य त्यो मेरो साथी अलिक जान्ने पनि थियो तर नबस्नु सामान्य ठाउँमा ढुक्कै बस्नु कामेन भने लिन्छ भनेर मलाई सूचना दिएको थियो कि हो र म चाहिँ पत्ताको थिइनँ बुझ्नु भएन खै यो ठिक हो अब गल्लाले छोडेको मान्छे यो केटाहरू कुरा सुनेर हो र म आइज म ढिलो भइसक्यो धरि गएँ त्यो पल्लो फुटबल ओला कुक हाउस थियो कुक हाउसको साइडमा है अनि हजुरको ल कुरा त्यो है काम हो भने त काम छ भएन काम हो भने त जति कति मान्छेहरू फेल भयो अनि ठ्याक्क बसेपछि मलाई त पहिले सूचना पाएको थियो नि त काम हो भने चाहिँ तर फालिदिन्छ अनि एउटा कुरो त त्यहाँ अनि त्यो सूचना पाएँ कामिन अर्को कुरो गोर्खा मेजरलाई पहिला पनि भेटिसकेको थिएँ नि मैले फेरि गाउँको पऱ्यो तर भर्ती त्यस्तो संयोग पर्छ भनेर भेट्या त होइन भर्ती हुन आएको त भनेको थिएँ कसरी हुन्छ भर्ती गलाउन आएको त भनिसकेको थियो त्यसलाई पकायो नि सिउर त होइन यसो मोटामोटी त्यसले भेटेछ अनि हजुरको कामिन त्यही गोर्खा मेजरले नाप्यो अनि त्यही नाप्ने त उयो हो दिलबरको हो नि एउटै त अनि नकामेपछि फेरि गोर्खा मेजरले यसो फिता छोडो अनि पछाडिबाट पनि नाप्यो पछाडि अगाडि सबै उसले सोध्यो पनि यो काम छ कि छैन अनि त्यो मेरो पक्षको केटाहरू हुने पनि छैन हजुर छैन यो त बलियो रहेछ मान्छे हेर्दा लुते मान्छे त बलियो पो कामेन तपाईँको साथीहरूले पक्का कामेन भन्छ अझै गोर्खा छैन त्यस्तो जमाना थियो भनेपछि मलाई ल तर यसो फेरि होइन उसको गुर्जियर थिएन त्यहाँ गुर्जियर हुन्छ त्यो त के भन्छ फाल्टो गरे अब त्यहाँदेखि बल्ल भर्तीको पोस्ट अरू त छँदैछ नि फेरि त्यो त इन गर्ने यसलाई मात्रै नाप्ने यसलाई गर्ने भनेर अब त्यहाँदेखि फेरि फिता छोडेर यसो बसेर हटेर गोर्खामेजले हेर अब यो काम न चाहिँ यो कामेन तर यो के वजनै पुग्दैन यो फेरि वजन अब के गर्नु यसलाई त्यही जे होस् लो भोलि बिहान आइज यति बजी त्यो अरूले अर्डर दियो क्या भोलि फेरि नाचो गर्ने है त भोलि त्यो दिन मात्रै हो गोर्खा मेजरको भोलि त होइन अनि भोलि हजुरको गएको बिहान ल भोलि यति बजी अब त्यो त पर तँलाई याद छैन पहिला त्यो शिवलङको तलतिर चौर थियो त्यहाँ कुक हाउस थियो त्यहाँ पानीहरू बाहिरै हुने अनिखेर सायद टोइलेट रुमहरू बङ्का त्यो हुन्छ त्यो क्याम्पमा हजुर त्यो थियो कि थिएन थियो नि हामी त म त त्यही डिबे स्कुल पढेको अनि त्यही बाटो हिँडेर जाने टोइलेट रुमहरू अनि अब भोलि चाहिँ मलाई के गर भन्दाखेरि साथी म त अब वजन कम्ती छ हजुर एउटा छोटो ब्रेक लिउँ त्यसपछि कार्यक्रम छड्के सलामलाई क्यारी अन गर्नेछौँ हामीसँग कपिल लिटर ज्ञान राई पक्का उहाँको स्टोरी टेलिङ चाहिँ एकदमै राम्रो रहेछ निकै रोचक ढङ्गले उहाँले भनिराख्नु भएको छ हेजमा बसेर यो कार्यक्रम रेकर्ड गरिरहेका छौँ 1965मा भर्ती हुनु ब्रिगेड अफ गखासमा फर्स्ट 7 जिआरमा अनि 1980मा चाहिँ उहाँ सेकेन्ड जिआरबाट उहाँ चाहिँ पेन्सन जानुभयो Saluting on the march! Left! Salute! 1, 2, 3, 4, 5, down, 3! कार्यक्रम छड्के सलाम हजुर अब भोलि चाहिँ के भयो भोलि चाहिँ त्यहाँ के भयो भन्दाखेरि वजन पुग्दैन साथीहरूले केरा किनेर ल्याएछ त्यो सुनेको केरा खान्थे अरे भनेर हो त्यो रहेछ साथीहरूले किनेर ल्याइदिए साथीहरूले सब व्यवस्था मेरो शुभचिन्तक साथीहरू थिए नि भर्ती होस् भन्ने पक्षका है तपाईँको ग्याङै थियो ग्याङ भन्दाखेरि त्यो गल्लाले लगेको केटाहरू मेरो नातादारहरू मेरो साथी भनौँ न गाउँका यिनीहरू थिए अनि भर्ती लानु पाएँ अन्तमा त कहाँ त्यो मलाई सहयोग गर्ने केटाहरू फेल भयो पछि मात्रै दुःख एउटा त 2 वर्ष पछाडि अहिले भर्खर हिजो अस्ति आयो 2 वर्ष पछाडि मात्रै भर्ती भयो नि अब केरा खुवाएपछि कति खाने केरा अब एउटा दोहोरा 3 चाडा त्यहाँ त कहाँ कुवा चार्नु भएन है पानी खा भन्छ फेरि टोइलेटको पानी केरा र पानी खाएको अब सानो पेटको सानो डाइटको मान्छे है 50 केजी पुग्नु पर्यो हैन हो 50 केजी नै हो 55 केजी पो त्यति खाएर ओरेर पनि 2 केजी पुगिन अझै 2 केजी कम भयो ओके है अब उनीहरूले के अन्दाज गर्यो भने अरू सबै ठिकै छ यो वजन त बढ्दो मान्छे उमेर छ पुग्छ होला त्यसमै भने कति वर्षको हुनु थियो बल्ल पुरा म 18 भित्र थिएँ
16.5 त्यति बिचमा 18 पुग्न आँट्यो ए, 17, लेखित चाहिँ 18 लेखिन्थ्यो ए 18 थियो लेखित चाहिँ तर 18 पुरा पुगेको थिएन त्यति बेला त डकुमेन्ट हुन्थ्यो नि त्यतिकै चढाइदिन्थ्यो हो होइन त्यतिखेर त हजुरको त्यतिकै चढाइदिने भनिहाल्यो नि अब जस्तो तपाईँलाई धन्न तपाईँको नाम बहादुर भएन रहेछ ए तपाईँहरू त पछिको पर्नु यो भाइ यो अटोमेटिकली बहादुर लेख्ने होइन थियो नि त अब प्रसाद बहादुर त बिचमा जसको पनि हुन्थ्यो हो हो अनि त्यो होइन यसो थियो नि हजुरलाई त्यतिखेर अब एजुकेसन भनेको दार्जिलिङका त्यतिखेरको शब्दमा बाबुजी भन्थे बाबुजी त अब क्लकको मात्रै हुन्थ्यो हो, दार्जिलिङको मात्रै हुन्थ्यो नि हो, हो। हाम्रो पालासम्म त्यही थियो नि त्यो त पछि तपाईँको हाम्रो बुढा नीलकण्ठ पढ्नु इङ्ग्लिस भएर न पछि त नेपालीहरू पछि भएको हो धेरै पछि हो नभए त पहिला दार्जिलिङका साथीहरू मेरो नम्बरहरू कति थियो होइन अनि उनीहरू बाबुजी भन्थे बाबुजीहरूलाई दार्जिलिङकाहरूलाई त्यति गाउँघरका कुरा पनि त्यो नागरिकता हुँदैन थियो थिएन थिएन जस्तो तपाईँको नाम योगराज थियो भने त्यो बेला योग भन्नु बित्तिकै बहादुर त अघि लेखिहाल्यो बुझ्नु भएन भनेपछि तपाईँको चाहिँ ज्ञान राई मात्रै भनेपछि ज्ञान बहादुर पनि लेख्नु छ बिचमा हो त्यो ज्ञान अब ज्ञान पर्छ के थियो बिचमा बहादुर त उनीहरूलाई अटोमेटिक लेखिहाल्छ नि बहादुर त्यसरी धेरै जस्तो बहादुर भएर त्यसको चलनमा त किन इन्डियामा बहादुर भन्ने उनी पनि छ अझै पनि छ ओके अनि के राख पुगेन दुई खोजी त्यसपछि के भयो अनि त्यहाँदेखि हजुरको त्यहाँदेखि चाहिँ बल्ल सिस्टम त्यो त सामान्यहरू हो त्यहाँदेखि बल्ल के कस्तो त्यहाँ सिस्टम के पाउँदा रगरुट के भन्छ रेगरुट 2 केजी पाउँदाहरू पनि तपाईँ भर्ती लाग्नुभयो भर्ती इन चाहिँ भए भर्ती लागेको होइन इन भयो जे होस् अब फाइटिङ गर्नुलाई भर्ती हुनुको लागि प्रक्रियामा जाने भए वेट चाहिँ पुग्यो हो 2 केजी पुगेको थिएन उसले हुन्छ भनेर पुऱ्याइदियो गुरुजी ल ल ठिक छ भनेर है त्यो वेटको धेरै बरु मुख्य कुरो औँलाहरू हातहरू चाहिँ रहेछ आँखाहरूको चाहिँ रहेछ अघि त्यो हात र आँखा र हात अनि ठुल्ठुलो बिमारको कुरो मुख्य रहेछ मेडिकल त्यो वजन सोजनहरू यताउति चाहिँ अब हजुरको त्यसो भएपछि बल्ल रगरुटिङ प्रोसेसमा इन भयो नि त्यहाँदेखि त फेरि रगरुटको पाउँदर के हो तपाईँ त यसो भन्यो त आजभोलि भन्यो त झोलमोलमै भर्ती हुनुभएको रहेछ त होइन कहाँ गल्लाबाट आउनुपर्ने मान्छे कति एक्सर्साइज गरेर आउँथ्यो होइन तपाईँ त झोलमोलमै त्यो अगाडि भनेको त झोलमोलै भयो तपाईँलाई लट्टी नै परेको रहेछ होइन त्यो संजोग जुरिएर छ हजुर अनि खासै त्यति साह्रै बाउले नजा भनेकोले हुन्छु नै म भर्ती नै हुनुपर्छ भन्ने उमा पनि खास त गइरहेमा थिएन म त धेरै उतैतिरको भर्सक भयो भने राजनीति क्षेत्रतिरै केही इन्ट्रेस्ट गइसकेको थियो त्यो कुरा अहिले भरे गरौँ है अनि त्यसो हुँदाखेरि त्यहाँ भयो अब बल्ल इन भएपछि अनि रगरुटिङको त्यहाँ रगरुटलाई के पाउँदा दिनुपर्ने गर्नुपर्ने कुरा हुन्छन् नि जस्तो तपाईँको लुगाफाटा त भर्ती लागेर मात्रै दिन्थ्यो त हामीलाई त होइन रगरुटिङ त्यो मेडिकल जस्तो पक्का नाम आएपछि होइन त्यो कट्टु सट्टु कुनै भेषहरू के चाहिँ दिन्थ्यो क्या त्यहाँ तपाईँको हाम्रो पालामा दिन्थेन मिस्टिन भात खाने के भात खाने त हो तर लुगा त आफ्नै हुन्थ्यो नि त अनि त्यो भने अनि बल्ल डक्टरीमा गइयो अब डक्टरीमा के भइदियो भन्दाखेरि फेरि त्यो रगरुट इन भएको त्यो लुगाफाटाहरू कुनै के दिन्थ्यो केटाहरू त भर्ती भयो भनेर हौसिए छ क्या डक्टरी भएकै छैन भर्ती भयो लाग्यो भने हो लाग्यो भनेर मनस्थिति भएछ भएर त्यो कालमा त्यो क्याम्पको नजिकमा शिवमार्ग लाइन भन्छ मास्तिर हो शिवमार्ग त्यो एयरपोर्टको तर्जुमा गरेर त्यसको तार थियो त्यतिखेरको चलनमा फेरि त्यही हो त्यो झन् तग्लियो जस्तो रक्सी बेच्नु पर्ने लाउरे साउरे के गर्ने व्यापार बिजनेस अहिले त थिएन रक्सीहरू सुन्नुभएको होला नि बेलुकी सुत्यो बिहान चाहिँ 6:30 त रित्तो बोतल पिस्तारा पनि हुन्थ्यो भनेर हो त्यस्तो खालको चलन हो कि त्यो कुरा चाहिँ किन गरेँ भन्दाखेरि मेरै साथीहरू जो त मलाई सिफारिस गर्ने मलाई चाहिँ भर्ती हुनुपर्छ तानेर ल्याउने मैले सुझाव दिने साथी नै फेलहरू भयो 2-3 जना फेल भयो है किन फेल भयो भन्दाखेरि भर्ती भइएछ डक्टरी भएको छैन भर्ती भयो भनेर बेलुकी डक्टरी भोलि बिहान 10 बजीतिर जानुपर्ने क्याम्पमा बेलुकी त रक्सी शिवमार्ग लाइन गएछ रक्सी खाएछ सेलिब्रेट गरेछ अब यङ केटाहरू कति खानुपर्छ कि अनुभव नभएको रक्सी खाएछ अब भोलि त बिहान त डक्टरी तपाईँको अब डक्टरीमा फेल र पास भर्ती भएर भएन भन्ने कुरो हजुरको पालोमा के थियो हाम्रो पालोमा डक्टरी बारे छाती पछाडि डडेलोमा करास र राइट 2टा साइन मात्रै हुन्थ्यो मेडिकल पास हो उसको राइट पछाडिपट्टि करल राइट गरिदिन्थ्यो अहिले छैन जो तपाईँको फेल भयो उसको करास ल्याइदिन्थ्यो थाहा हुँदैन पछाडि के लेख्यो के ल डक्टरी गर बाहिर निक्ल्यो है अनि अब मेरो चाहिँ राइट भयो अब त्यो मलाई सिफ्रे गर्ने अरे करास भयो म त त्यो ग्रुपमा नपाएको हुनाले तिनीहरू चाहिँ पहिल्यै भएको हुनाले हामी भइसक्यौँ भन्ने खाले उनीहरूको मनस्थिति म त अब पछि एकजना 90-59 हो देवन सिंह राई 2 वर्ष पछि म 65, 66, 67 मात्रै भर्थ्यो मेरो दाइ
67 भर्ती भयो। एउटा त तपाईँलाई चाहिँ थाहा थियो अब वेट हाइट पुगेपछि अब फेरि अर्को पनि प्रोसेस छ भन्ने तपाईँलाई थाहा थियो? करिब करिब भनेको थियो मलाई। जबसम्म डक्टरी हुँदैन तबसम्म डक्टर त मेन हो नि त। हो, त्यसले डक्टर गरेपछि मात्रै अन्तिम हो, त्यससम्म चाहिँ हुने होला हुँदैन भनेर केही सूचना साथीहरूले जाउँ भनेन तपाईँको? त्यही साथीहरूले खान जाउँ भनेन? साथीहरू उनीहरू पहिला गल्लामा पहिला आएको हुने पहिला ग्रुप बेग्लै थिए उनीहरू। ए बेग्लै थिए होइन, म त बाहिरै तपाईँ त बस्थेँ। पछि मान्छे नपुगेर हो बस्नुभयो। हो हो। अनि एकजना त हिजो अस्ति भयो, एकजना त हुँदै पनि भएन, म गएर नेपाल पुलिसतिर भयो। अनि यस्तै यस्तै छ। तपाईँ चाहिँ पहिलादेखि पनि यस्तै स्लिम हो? म हजुर पल्टन गर्दा पनि कहिले मोटाउनु भएन, रिटायर भएर पनि कहिले मोटाउनु भएन? मोटाइन, अब अलिकति 18 वर्ष पुरापुरी नपुगेर पनि भइएको थियो। पछि गएर ट्रेनिङमा पनि सिङ्गैपट्टि केदा मलेसियामा गयो, त्यता पनि के गाह्रो पर्यो। हजुर, ओके। अब यो तेस्रो एपिसोड पनि यसमै क्लोज गरौँ, त्यसपछि बाँकी कुराकानी चाहिँ अर्को एपिसोडमा गर्छौँ। र स्टोरी सेयर गरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। हजुर, कार्यक्रम छड्के सलामको तेस्रो एपिसोडमा आज हामी कुराकानी गऱ्यौँ ज्ञान राई दाजुसँग, र बहादुरको कुरा पनि उहाँले गर्दै हुनुहुन्थ्यो। त्यति बेलाको जमाना प्रसाद बहादुर त्यस्तोहरू चाहिँ त्यो जोडिदिन्थ्यो, र उहाँलाई धेरै धेरै धन्यवाद। हे चाहिँ उहाँकै घरमा रेकर्ड गऱ्यौँ। अब आजको कार्यक्रमलाई यतिमै पूर्ण विराम दिन्छु, र अर्को एपिसोडमा चाहिँ उहाँको बाँकी कुराकानी लिएर आउने बाचा राख्दै र उहाँलाई फेरि धन्यवाद दिँदै कार्यक्रम छड्के सलामबाट मैले बिदा मागेँ। हस् त, नमस्ते। On the march! Left! Salute! 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम। Left, right, left! Left! Saluting on the march! Left! Salute! 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम। नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको, र यो छड्के सलाम कार्यक्रममा चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खासबाट अवकाश प्राप्त गर्नुभएका हाम्रो गुरुजीहरू साहबहरूसँग कुराकानी गर्ने गर्छौँ, र उहाँहरूकै सम्मानमा यो कार्यक्रमको चाहिँ हामीले थालनी गरेका हौँ, इन्ट्रोड्युस गरेका हौँ। र यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ कपरोल रिटायर ज्ञान राई, र उहाँ चाहिँ अहिले हेजमा बसोबास गर्नुहुन्छ। नेपाल उहाँ चाहिँ जन्मघर चाहिँ भोजपुर हो, अहिले चाहिँ काठमाडौँमा बसोबास गर्नुहुन्छ। 1965मा ब्रिगेड अफ गोर्खासमा भर्ती हुनुभयो, अनि 1980मा चाहिँ उहाँ पेन्सन जानुभयो। फर्स्ट 7 GRमा भर्ती हुनुभयो, त्यसपछि सेकेन्ड GRबाट उहाँ पेन्सन जानुभएको रहेछ। अब बाँकी कुराकानी आज चौथो एपिसोडमा उहाँसँग कुराकानी गर्छौँ। फेरि यहाँलाई वेलकम गरेँ हजुर। धन्यवाद। 4 हप्तासम्म समय दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको त्यो कथा भन्ने शैली चाहिँ एकदमै राम्रो लाग्यो। धन्यवाद। हजुर, त्यो एकदमै स्टोरी बनाएर पुरा सम्झिनु भएको रहेछ तपाईँले, है, मेमोरी पावर राम्रो रहेछ। अब तपाईँ भर्ती हुनुभयो, त्यसपछि चाहिँ मेडिकल पास भयो, त्यसपछि कति बस्नुभयो धरान क्याम्पमा चाहिँ यता पल्टन आउनुभन्दा अगाडि? म भर्ती भएँ, त्यहाँदेखि फर्स्ट 7 GRमा गयो। ए, बाबालाई चाहिँ भन्नुभयो कि भन्नु भर्ती लागेको गाउँमा? त्यो त पछि त भन्नुभयो? भने चिठी पत्र गर्दा चिठी पत्र प्राप्त हात पर्नुलाई 3 महिना, छिटाउने 4 महिना कुरा हुन्थ्यो। ए, बाबालाई चाहिँ धरान के गर्न जान्छु भनेर आउनु भएको थियो त? बाबालाई त म आमालाई बिदा मागेको थिएँ। ए, बाबाले चाहिँ भन्नुभयो? हो, बाबालाई पनि अब आमालाई भनेपछि विशेष गरी आमालाई बिदा मागेर हिँडेँ। आमाले मलाई लाग्छ यसले 15 रुपियाँ होला पैसा, त्यो बेला 15 रुपियाँ निकै धेरै। 15 रुपियाँ त 15,000 धेरै ठुलो। हजुर, 1 आना 2 आना 3 आना 4 आना कुरा चल्थ्यो। त्यो ढक थियो होला हैन? ढक पनि चल्थ्यो, पैसा पनि थियो। अनि 4 आनामा त खानासानाहरू पाइने धरानमा, है। अनि त्यसो हुनेर हिँडियो हजुर, त्यसो गरेर अब आमाले चाहिँ नजा भन्नु भएन? आमाले त भन्नुहुन्न थियो। ए, जा भन्नुभयो? कि बाबुले चाहिँ किन भन्नु भएन? डर लागेर? बाउले अलिक कडा खालको मान्छे, अब नजानु भन्ने कुरो बुझिसकेका थिएँ। ए, बाउको अनुरोध त त्यो थियो। आमालाई चाहिँ म भर्ती नै हुन्छु भनेर आउनु भएको? होइन, म जान्छु, भर्ती भयो भने भए। अब त्यसको तपाईँले प्रसङ्ग उठाल्यो भन्दाखेरि झोला त्यस्तो कसो झोला बोकेर उकालो तल दिप्सा गाउँ हो, मेरो कोट गाविस दिप्सा गाउँ, तल पर्छ उकालो माथि जानु पर्यो, पानधारे हुँदै, पानधारे तपाईँले आएको छ नि, पानधारे हुँदै हतुवागढी हुँदै यसरी आयो। के रासन बोक्नु? अनि त्यतिखेर चाहिँ के भन्ने शब्द पछि गाउँघरका देमा भन्छ हाम्रो बुढिआमाहरूलाई, त्यहाँको बुढी मान्छेले के भन्थ्यो, के भनेको थिएँ अरे भने भर्ती भयो भने सुन ल्याउँला, नभए नुन ल्याउँला, नुन बोक्ने चलाउनु थियो नि। अब भर्ती भयो भने सुन ल्याउने, भएन भने नुन ल्याउने, यसले त्यसो भन्थ्यो भनेर त्यो पहिला म भर्ती भएपछि त्यो कुरा तँलाई त यसो भने थिएँ खबर पाइसकेको थिएँ। झोलामा के नुन लानु हुन्थ्यो होला त? ढाका साका होइन, त्यो भनाइ थियो अनि गफडी नै थियो कि भर्ती भयो भने सुन ल्याउँला, भएन भने नुन ल्याउँला
भने नुन त ढकाएर बोक्ने हो नि त्यतिखेर अनि ढाकेर बोक्नुभयो ढकर त अब लिएर हिँड्ने कुरो भएन त्यतिखेर होइन, बोक्नुभयो? बोकिएन ढाकर बोकेर त्यतिबेला त चतराबाट चाहिँ नुन हो लाग्थ्यो नि त। हो त्यही थियो चलन त्यो चतराको भिड हिँड्नु भएको छ हिँडेको नि हो त्यतिखेर कथाहरू निकै छन् अनिखेर हिँडियो यो हतुवा यो एउटा मास्टर चाहिँ यहाँ सुभाष राई बिचरा बुढो चाहिँ बिमारी अनि त्यो भेटे त्यो पहिला छुट्टी गयो अनि पहिला हतुवा हुँदै आइयो हजुर है हो आएर अब त्यो सुन र नुनको कुरा किन गरे त भने त्यो कुरा भर्ती भएपछि मलाई खबर आयो ए भन्नु न तैँले चाहिँ गाउँमा यसो भनेपछि भर्ती भयो भने सुन ल्याउँछु भएन भने नुन ल्याउँछु भनेको थिइस् अरे भने कोही साथी आउने जाने भयो नि त्यो कुरो सुने अब त्यसले चाहिँ के गर्यो त भन्दाखेरि पछि कहाँबाट म हङकङबाटै जाँ गरेँ साँच्चै नै अनि अब त्यसो भनेको हुनाले मैले सुनै लगेँ लानुभयो हजुर फर्स्टचोटिमा त्यतिखेर हुँदै सुनको दाम थिएन 11 तोला अघि 12-13 तोला सुन लगेको थिएँ नेपालमा कति सालको कुरा हो त्यो यो त अब तपाईँको 65 सालको भर्ती हो भने 66, 67, 68 समथिङ एराउन्ड 69, 68को 3 वर्ष पछाडि पाइन्थ्यो 3 वर्ष पुरा गर्नु पर्थ्यो 11 तोला सुन है त्यो चाहिँ किन सुन लग्यो त त्यो शब्दले ए त्यो बोलेको थिएँ नि आइसी है अनिखेर आमालाई त्यतिखेर सुन लगेर दिएको थिएँ सबै 11 तोला दिनुभयो हजुर सबै त्यतिखेर अब आमाले दिने त्यो त त्यसको त के गर्नुभयो त त्यो होइन त्यतिखेर फेरि उ थिएन नि हुनु त 4,000 5,000 भनेको पनि धेरै हो अब 5 रुपियाँमा त भाले आउँथ्यो होइन 5 त के हो 5 रुपियाँ 2 रुपियाँमै आउँथ्यो है त्यस्तो महत्त्व थियो त्यो गहना कमाएर लाउनु अब आजभन्दा कति हो यो 50 वर्ष 60 वर्ष 60 वर्षतिर एकदम 50-60 इयर्सको होइन त्यस्तो चाहिँ त्यसरी नै जिन्दगी बित्यो अब त्यसको बादमा म हङकङबाट पछि ओके ट्रेनिङमा चाहिँ के साह्रो लाग्यो तपाईँलाई ट्रेनिङमा म अब लुते मान्छे पछि अलिकति मलाई हेल्थको समस्याहरू भयो जस त्यसै खात्रा खुत्रु गर्दै ट्रेनिङ पुरा गरियो दुध दिन्थ्यो अरे नि होइन कलिलोहरूलाई हजुर हजुर दुध पनि खानुभयो दुध दिन्थ्यो तर त्यो अब त्यहाँको दुध त्यतिखेर फेरि त्यतिखेरको चलनमा काम कुरो गाह्रो थियो नि हजुरको त्यो जाङ्गे भन्थ्यो अब त्यो बुट टल्काइ बडो त्यतिखेरबाट बुट पट्टी भन्छ बुट पट्टी कस्नु पर्ने पट्टीहरू पनि थियो हामीले चाहिँ त्यो भेटाएन भेटाउनु पट्टी कस्नु पनि समय लाग्ने त्यो बुट टल्काउनु पर्ने अब जाङ्गे बनाउनै गाह्रो थियो जाङ्गे त्यो माड लाउनु पर्थ्यो माड अन्डाका कुराहरू आउँथ्यो त्यो अन्डा पनि लाउनु पर्थ्यो अन्डा पऱ्यो के गरेर कुन के गरेर है अनि फेरि त्यति टाटा बस्ने खतरा हुन्थ्यो ट्याक्क मान्छे काट्ने जस्तो धार बनाउँथ्यो मेरो 6 फोटोहरू है त्यतिखेरको अनि हो यस्तो निकै हट गाह्रो पनि थियो कि त्यतिखेर है अब रगरुट मान्छे सुत्ने पाइन्न थियो बेलासम्म सजाय कतिको दिन्थ्यो ट्रेनिङमा गुरुजीले चित्त बुझ्न दिन्थ्यो के गराउनुहुन्थ्यो त्यतिखेरको अब गुरुजीहरू है अब तपाईँको त्यो खाल्टातिर लगेर बेन खिचाउने होइन गुरुजीहरू बडो कतिको कुदाउनुहुन्थ्यो कुद्नु पर्थ्यो त्यो लेसन अब 4 बजी त उठ्नु पर्थ्यो होइन 4 बजी अनि यो त मलेसियामा हो नि त मलेसिया ट्रेनिङ सुँगै पटानी पछि म बुर्नाई पनि गएँ कि बुर्नाईबाट रिटर्न हुनु पछि गएको त्यो सुँगै पटानीहरू हेर्नु गएको एउटा मन्दिरमा एउटा सानो मात्रै थियो पछि त्यो बोई कम्पनीतिर सुँगै पटानी जानु कि जानु भने तपाईँहरू छैन हेरेँ त्यो गिरानहरू थियो तर अहिले त त्यो सबै छैन अहिले परिवर्तन भयो अनि पछि त कति महिना ट्रेनिङ यो बुर्नाई गएपछि त यो भाषा मलाई भाषा पास गरेको थियो अनि त्यो मलेसिया घुम्नुले मलाई ठिक भयो मलेसियन भाषा होइन यो मलेसिया भाषा चाहिँ यिनीहरूको मिल्छ त्यति अलिक कोही कुरो मिल्दैन बुर्नाईमा सिकेको किन बुर्नाई गयो कि फेरि केही समय बुर्नाईमा चाहिँ जेफ्री भनेको राजाको भाइ कान्छाको नाम हो उसको गार्डको लागि गएको थियो त्यतिखेर फेरि त्यतिकै अर्कै त्यो चाहिँ पेन्सन आएर जानुभयो पेन्सन आएर अनि अब त्यतिखेर धेरै दुःख गरियो खासै त त्यो टालमा त थिएन नि त अब यो पल्टनबाट खासै महत्त्वपूर्ण आर्थिक लाभ त भएन नि पछि जे जति गरी हामीले तर तपाईँहरूको पालामा पैसा कम्ती थियो जग्गाहरू सस्तो थियो नि त हो त्यो त थियो किनभने धरानमा 1 कट्ठाको 6,000 पर्थ्यो यो धरानमुनिको जग्गाहरू के पो भन्छ त्यहाँ त्यो जग्गाहरू 3,000-4,000 बिघा आउँथ्यो भने अहिले हजुरको 70-80 लाख तपाईँले त्यो 11 तोला सुनलाई बेचेर धरानमा जग्गा किन्यो भने त अहिले त तपाईँ त अरबपति हुन्थ्यो 3-4 बिघा आउँथ्यो धेरै पनि आउँथ्यो तर आर्थिकको लागि त मलाई त्यस्तो भएन पछि पेन्सन गएर फेरि कारोबारहरू अरूहरू भनेपछि तपाईँ कपरोलले कति वर्ष नोकरी गर्नुभयो पाउँदर त थियो 15 वर्ष 15 वर्षमा 15 वर्षै गर्नुभयो हजुर 15 वर्ष सर्भिस पेन्सन छ अनि तपाईँ फर्स्ट 7 इयरमा जानुभएको छ यो चाहिँ तपाईँको चोइस थियो कि त्यति बेला होइन त्यतिखेर के थाहा हुने थिएन यस्तो थियो नि त्यतिखेर पूर्वेली पश्चिमी पल्टन हो पूर्वको फर्स्ट ट्रेन र सेकेन्ड ट्रेन अनि पूर्वमै जानु पर्थ्यो त्यति बेला रोज्न पाउँथेन अब अहिले चाहिँ बेग्लै कुरा भयो त्यतिखेर त अब थाहा पनि हुने थिएन त्यति धेरै अशिक्षित नै थिएँ है म त माथाको छोरा हुने एबिसिडीहरू त जानेर गएको थिएँ
कोही त एबिसिडी नै। थिएन अब यस्तो चलन थियो, कलकत्ता ब्रेकपुरमा भेट हुन्थ्यो पूर्वेली र पश्चिमी। अरे पूर्वेली पश्चिमी त हामी जस्तै हुँदो रहेछ भन्ने कथा पक्कै भएको हो। तपाईँले बेग्लै हुन्छ जस्तो लाग्यो हो, त्यस्तो भनाइहरू त्यतिखेर भएको त सत्य साँच्चै हो नि। Left, right, left. Left. Saluting on the march. Left. Salute. 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम। कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ। हामीसँग कप्रोल रिटायर ज्ञान राई दाजु हुनुहुन्छ। उहाँकै घरमा बसेर हेजमा यो कार्यक्रम रेकर्ड गरिरहेका छौँ र उहाँको भर्तीको कुराहरू, बाबाको स्टोरी पनि तपाईँले अघिल्लो एपिसोडमा सुनिसक्नु भएको छ। कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने yograss.rai@babs.com मा इमेल गर्न सक्नुहुन्छ र अन्तिम एपिसोडमा कुरा गरिरहेका छौँ। भनेपछि तपाईँहरू भर्ती भएपछि चाहिँ ट्रेनमा जानुभयो इन्डिया? ट्रेनमा ब्रेकपुरसम्म। त्यतिखेरको ट्रेन बडो फेरि अहिलेको जस्तो ट्रेन थिएन नि। त्यो इन्डियाको रेलमा मान्छे झुन्डिएर पुरा मान्छे कता के हो कि यस्तो गन्डागोल। अनि सेलदह भन्ने कलकत्ताको पछि हेर्नु गएँ म त्यो सेलदह पनि। त्यतिखेर बडो इन्दिरा गान्धीको शासनकालमा हो है। त्यतिखेर कथा एउटा पत्याउँदो नपत्याउँदो त्यतिखेरको बडो बेग्लै कथाहरू थियो त्यो इन्डियामा। अब त्यो मान्छेहरू 2 फिटको मान्छे तर बुढो मान्छे जुङ्गादारी भएको। त्यो सेलदह स्टेसनमा तपाईँको बिस्कुन जस्तो मान्छे। अनि त्यहाँ मलाई अलिअलि याद छ, त्यो भाँडामा त्यो कन्टेनरमा हामीले चाहिँ ब्रिटिसबाट खाना लगिन्थ्यो। त्यो खाना बोटुकोमा अब केमा खाउँ भन्दाखेरि खाना नपाइने क्या। त्यो सिताहरू झर के झर भने माथि यत्तिकै मान्छे के वरिपरि यस्तो तपाईँको लागि त स्पेसल हुन्थ्यो डब्बामा। तर अब खानु त पर्यो नि त्यो स्टेसन छेउमा। अब ब्रेक त्यो कता हिँड्ने बेला यस्तो मान्छेहरू त्यो कालमा क्या त्यो इन्डियामा। अब मान्छेहरू त्यस्तो बाछट्टा हुन्थ्यो कि त्यो मान्छे जस्तो पस्यो। त्यो मान्छे के भने भयो त्यो कुनै त्यस्तो। अनि त्यो तपाईँलाई थाहा होला। अनि साह्रै मान्छेको पपुलेसन धेरै त्यस्तो भएर पछि परियोजना त खास सिरियसली त इन्डियामा लागु भएको हो नि त। अनि एउटा मलाई याद पनि छ, त्यो चाहिँ पहिला थाहा भयो। पहिला भर्ती हुँदा पहिला भनेकै घुम्थेँ त्यहाँ नेपाली कङ्ग्रेसको एउटा साइन लिएर हिँड्यो भने चाहिँ इन्डिया वर्ल्ड घुम्नु पाउँथ्यो क्या हजुर। हो र? तपाईँ एउटा दिन्थ्यो अनि इन्डिया तपाईँ इन्डिया। अब त्यतिखेर मैले किन त्यहाँ कुरा लिएँ भन्दाखेरि यदि तपाईँ त्यो साइन देखाएर तपाईँ बिना के भन्छ डिसिसन ठाउँमा गन्तव्यको पत्तो लागेन भने तपाईँलाई त्यतिखेर परिनियोजन नसा काट्ने को चलन थियो त्यतिखेर त्यो कालमा, त्यो इन्दिरा गान्धी कालमा है। त्यस्तो त्यो अघि मैले भने इन्डिया त्यस्तो त्यो परियोजना त्यसले कतै गएर बेवारिसे हुन्छ, यो मुछिन्छ, छोरी मान्छे हुन्छ भनेर त्यो गर्थ्यो। बुझ्नु भएन? त्यो खालमा त्यो बेला है। कोही पढ्नुभयो अब नेपालीहरू? त्यस्तो नेपालीहरू कोही कति पऱ्यो। अब यो पश्चिमतिर धेरै जान्थे। त्यस्तो हुन्छ भने त्यो सतर्क। अनि कुनै रेलको भिजिट गऱ्यो भने पक्का कुन स्टेसन जाने हो के हो त्यो पक्का पुलिसले चेक गर्दा पास हुनु पर्यो। यदि फेल हुनु पर्यो त्यो मेडिकलमा लगेर त्यसो गर्छ। तपाईँको पालामा चाहिँ पश्चिमको धेरै भर्ती हुन्थ्यो कि पूर्व कि बराबर हुन्थ्यो? त्यो त मलाई एक्ज्याक्टली थाहा हुन बराबर होला पूर्वेली र पश्चिमी। जम्मा टोटल 1800 कति हो। त्यो बोर्नय कन्डिसन त्यतिखेर त्यो थियो नि त बोर्नय जङ्गल वार। तपाईँहरू पढ्नुभयो बुढाको जङ्गल वार? म चाहिँ मेरो 65 सालले चाहिँ पुग्यो लङभङ्गा भन्ने ठाउँमा गयो। सिसपार भइसक्यो त्यो खास त। तर हामी ठाउँ चाहिँ पुग्यौँ 63 सालमा भएको नि त। 63 सालमा तर हामी चाहिँ पुग्यौँ 65 मा पुग्यौँ। अनि ट्रेनिङ सेनिङ गऱ्यौँ तर फेस टु फेस हानान चाहिँ भएन क्या। त्यति बेला त बेलिगहरू भत्काउनु ट्रेन्चहरू सबै त। अनिखेर अलिअलि याद छ एउटा गुरुजी मनबहादुर लिम्बू के थियो कपरल MM कपरलको थियो हाम्रो गुरुजी। डबल एमए गरेको थियो। त्यो एउटा घटना भन्दैछु टेबलमा। अब उता फायर फाइटिङ त्यो के टार्गेट के त्यति गर्ने गरेर आएर कुकहाउसमा आएर यस्तो टेबलमा गुरुजीले मात्रै त्यो SMG भन्ने छोटो नि। अब आज मैले कस्तो तपाईँकोमा त ब्रेन गन थियो होइन? LMG अनि SMG भनेको चाहिँ त्यो सानो क्या SMG त्यो चाहिँ गुरुजीले मात्रै पाउँथ्यो। त्यो सानो मुसा छट्टाउने छोटो भिर्ने क्या त्यो टेबलमा राखिएको थियो। त्यो चाहिँ के छ नि त्यो खतरा हो। त्यो अरू राइफल जस्तो होइन। यदि कक भएर फडा अगाडि गर्नु बङ्गै पड्किन्छ। तल म्यागजिन हुन्छ के अरे लगेर डङ्गै जान्छ होइन। अब के भन्छ SLR राइफलको त गोली गए पनि टाइगर नछाडेसम्म पड्किँदैन। अनि यस्तो थियो त्यहाँ तपाईँको टेबलमा खाना खानु आएको थियो दिनको लङभङ्गा भन्ने पुग्यौँ। त्यही उहाँको कुरा गर्दैछु। अनि त्यतिखेर टेबलमा गुरुजीले त्यो MM गुरुजीको त्यो SMG भन्छ SMG त्यो छोटो राखेको रहेछ टेबलमा। कसो गएर डङ्गै पड्क्यो पड्केर त्यो त फेरि अटोमेटिक भोटो जाने हो फेरि 2-3 है त्यस्तो खक्क आफै हुन्छ। गएर एउटा नम्बरले गोली लाग्यो हातमा। अब त्यो गोली पड्केको गरी गोली त पड्काउन थाहा भयो कसलाई के भयो कहाँ कसरी पड्क्यो भने कसै सबै हेर्नु एउटाको त त्यो पस भन्छ त्यो गोली त्यहाँ लागेछ है।
अनि भने एउटाको त धन्न हातमा लागेछ, पाखरमा लागेछ। अनि त्यो सेफ्टी केस लागेको थिएन के हो त्यो के हो। अनि त्यसो भएर पछि त्यो गोली लागेर मलाई लाग्यो भनेर आत्यो। पछि त्यतिखेर के भन्थ्यो त्यो मर्फिन सुई के हजुर त्यो दिएर पछि हेलिकप्टर इस्यु गरेर त्यो मलाई, तर मरेन, हातमा लागेको। पछि सोझो एउटा मगर नम्बर थियो, पछि एकखेप पोखरा भेटेको थिएँ। अनि यी यस्ता यस्ता कुराहरू भएर समय बिताएँ हजुर। त्यहाँदेखि कहाँ कहाँ गर्नुभयो तपाईँले? मैले चाहिँ म चाहिँ यो एक प्रकारले पल्टनमा रेगुलर एक ठाउँमा भने उता कता कता सेभेन्जार। पछि फेरि हजुर म चाहिँ फेरि अलिकति म पनि बाबु त्यसलाई विद्रोही प्रकारकै थिएँ होइन। कुइसिलमा हुँदाखेरि म घर जाने भएँ। त्यो रिटेन्डेन्सीको चलन थियो, यो 68 69तिरको कुरा हो कि कहिले हो कि। अब यतिखेर म नौकरी नगर्ने भएँ है। भर्ती भएको कति वर्षपछि? 3-4 वर्ष होला। नोकरी छोड्ने कुरा हो। त्यतिखेर बलिमान अलि जिउँदै हुनुहुन्छ 7GR को पोखरे बस्नु, अस्ति भेटेर पनि आएँ। अनि ऊ टुआइसी थियो, ओसी त गएर अब ऊ मात्रै हो, धेरै जस्तो टुआइसीकै हुन्थ्यो। अनि म अब जे होस् मेरो इच्छा जे जस्तो हो पुरा भर्ती भयो, अब पुग्यो भन्ने मनस्थितिमा पुगेँ। अब त्यो टुआइसी बलिमान राईले चाहिँ मलाई भरसक नजाओस्, एउटा कुरा त। दुईवटा कुरा चाहिँ सर्भिस कम छ, कलिलो छ। अलिक सर्भिस पुरा हुनेलाई 7-8 वर्ष हुनेलाई जाने, तेरो कलिलो हुनु जानु दिएन। नदिएपछि म त जाने नै भयो जसरी पनि। त्यसो भए उसले एउटा विकल्प दियो, ल त धरान जा है, धरा गएर 1 वर्ष यारी पुरा गर, त्यहाँदेखि तेरो सोविचार गर। त्यहाँबाट चाहिँ उतै जा अथवा के गर्छस् तेरो इच्छा। अहिले तँलाई मैले धरानको यारीले सिपाही गरेँ भनेर म त्यसमा एग्री भएँ। खुसी हुनुभयो? खुसी, ठिक छ भने। अनि धरानमा 1 वर्ष या स्विडेनमा क्याप्टेन बेलबहादुर राई गुरुजी थियो। त्यो नोकरी छोडेर चाहिँ नेपाल गएर के गर्छु भन्ने लागेको थियो त? होइन, मलाई अलिकति नेपालतिरको इन्ट्रेस्टहरू थियो होइन, राजनीतितिर गर्ने थियो। त्यो शिक्षा एजुकेसन पुरा भएको थिएन, त्योहरू गर्ने केही न केही गर्छु भन्ने थियो। अनि धरानमा गएर केही एजुकेसन त्यहाँ केही सिकेँ। त्यहाँ गएपछि त्यहाँ 1 वर्ष बसेँ। अब त्यहाँदेखि पनि म फर्किनेवाला थिएन। खुकुरीहरू गोर्खाली साथीहरू गएर, तर त्यसको टर्नआउट भन्ने खुब देखाउनु पर्छ। फिटनेस हो कि हुन्थ्यो। अनि फिटनेस हुनुपर्ने फेरि गार्डको एकदम फिटनेस भनेको त्यो जाँगेहरू नै हुन्थ्यो त्यहाँ धरानमा पनि। चटक्क फिटनेस निक्लिनु पर्ने है, गेटमा बस्नु। गेटमा बस्ने त छँदैछ। अनि एकजना त्यो 4-5जना ड्युटी मात्रै, एकजना फिटनेस त्यो चाहिँ ड्युटी त्यो कता हो अजिटन कि कसको वरिपरि मात्रै हिँड्नु पर्ने, ड्युटी नगर्नु पर्ने। टर्नआउट निकै कडा थियो त्यतिखेर, पछि हिँड्नु पर्ने। टर्नआउट कडा थियो, ट्रेक्क त्यो निक्लिनु पर्ने, त्यो एकदम हरेकमा टेलेन्ट हुनु पर्ने। तपाईँ नेपाल चाहिँ त्यो ड्युटीको लागि आउनु भएको कि कस्तो काम गर्नु थियो? त्यो यारीमा ड्युटीको यारीमा त्यही गेटमा ड्युटी बस्ने। हजुर, तर म धरान गएँ त ठिकै भयो। त्यतिखेर मेरो त्यो धरानमा सेटलहरू गर्नु पाइयो, मौका पाइयो, बाहिरको सिचुएसनहरू। त्यतिखेर त्यो घोपा क्याम्प तपाईँलाई थाहा छ, घोपा क्याम्प ओरतिर कादुरी गर्ने फर्म थियो, कादुरी फर्म थाहा कि थाहा छ? त्यसको ओरतिर कुमियाल भन्छ। त्यतिखेर मैले पुग्न 5 बिघा त जमिन लिएको थिएँ। 5 बिघा? 5 बिघा। त्यो 5 बिघा लिनुको कारण फेरि के भयो भने मेरै पैसाले नपुग्ने, म त बाहिर श्रीमतीहरूले के गरे। कति पर्यो 5 बिघालाई? त्यो 5 बिघाकै कुरो किन 5 बिघा लिनु पर्यो? 5 बिघा लिने त होइन, दाम धेरैले। म 1-2 बिघासम्म लिने हो। तर त्यो नेवारको जग्गा रहेछ, नेवारले किताकट भन्छ, त्यो गरेर नदिने भयो। लिए सबै लिने, नभए नदिने। यसले गर्दा एक प्रकार त्यो 5 बिघा अझै पनि छ, 1 बिघा जति छ होला। 1-2 करोडमा अहिले त 1 बिघा त पुग्यो त अरब न पुग्यो। त्यहाँ अरब त होइन पुगेको छ। 1 करोडमा त म युके आउनुभन्दा पहिल्यै मैले 1 करोडमा 1 बिघा कति त बिक्री गरेँ है। अनि त्यसो भएर त्यो यारी गयो। अब त्यहाँबाट घर किन रिटेन्डेन्सी गइएन त, घर जानु पाइएन भने ओसी ड्युमर भनेको जस्तो लाग्छ। बुढो सिङ्गल, बुढो गोरा, नाम कटुवा, बुढो ओसी थियो धरान क्याम्पमा 7GR कै होला। अनि त्यो बुढोले जान दिएन। के भन्यो? होइन, त्यसले मलाई मात्रै होइन कि अरूलाई पनि दिएन, सबै मेरो नम्बरीहरूलाई तिमीहरू भागेर जान्छौ भने पुलिसले खबर पक्रिहाल्छ। डर देखा हो पनि होइन। अब तिमीहरू जानु पाउँदैन। अब आयो तिम्रो रिटर्न, तिमीहरूको डकुमेन्टहरू छ सबै नयाँ बनाइदिन्छु, नयाँ हुन्छ। पहिला कुरो फाल्दे सबै उम्मेदवार तिम्रो जिएम गोर्खा त्यतिखेरको चलनमा गोर्खामा सबै अब आजभोलि त हर्कै छ। तिमीहरू राम्रो काम गर्यौ, उम्मेदवारी गर्यौ, राम्रो गर्यौ भने गोर्खासम्म हुने तिमीहरूको बाटो खुला छ। 1 2 तिमीहरू कहाँ जान्छौ? फर्स्ट सेकेन्ड पल्टन रोज्नु हो अथवा आफ्नै युनिट, खुसी तिमीहरूको भन्यो है। घर त जान पाउँदैन। कारण किन त भन्दाखेरि तिमीहरूको सर्भिस कम छ। तिनीहरूले त्यो गोराले सर्भिस कम भनेर अघि टोइसले भनेकै कुरो मिल्यो। सर्भिस यति सर्भिस पुरा भएको मान्छे मात्रै जानु पाउँछ। 6 वर्ष कति 7 वर्ष कति थियो, तिमीहरू पाउँदैन।
ल अब सोच ल तयारी हुनु तिमीहरूको यहाँ ड्युटी पुरा भएपछि तिमीहरू कहाँ कहाँ जाने हो त्यो नाम ल्याउनु भने अब त्यो 7 इयर त पहिल्यै छोडिएको जान्न भनेर अब हङकङ ल फेरि गइँदैन भनेर हिँडेको होइन बिदा सिधा भएको अब 7 इयर त किन जाने लौ त भनेर फर्स्ट सेकेन्ड चाहिँ निकै कडा पल्टन्छ भन्थ्यो अनि सेकेन्ड गइयो सेकेन्ड गएर अनि यो बुर्नाईमा आइयो फेरि म त त्यही अब यता र उति गर्ने होइन कता र कता फेरि के घाटाको गरेर फेरि सेकेन्डबाट फेरि धरान गएँ दुईपटक जब त मान्छेले यारी त एकपटक मात्रै गर्छ नि त म त धेरै समय उतै बिताएँ कसरी पाउनु भयो त त्यो चाहिँ पहिला 7 इयरको अब ऊ भइहाल्यो कि त्यो रेकर्ड थियो कि थिएन को नि त्यो उनीहरूले कथा निकाल्ने भएन यो त सेकेन्ड इयर फेरि अर्कै हुने हो नि थाहै भएन फेरि गएर 2 पटक बस्यो कि हजुर गुरुजीमा जानुभयो त्यो प्रमोसन हुनु भएको थिएन त्यति भएको थिएन अनि त्यसरी बस्यो र अनि नेपालतिरकै के गरेर अनि पछि पेन्सन गएर पनि नेपालमै फेरि खतरा खुद्रु अब नेपालतिरको कुरा पनि अलिकति राखौँ कि हजुर अनि नेपालमा गएर म किरात राई याखाको कार्यभार अध्यक्ष गरेँ पहिला जिल्लाको ललितपुर जिल्लाको वैधानिक अध्यक्ष हो म पहिला मैले ललितपुरको पहिलो वैधानिक किरात याखाको जिल्ला अध्यक्ष मै हो अहिले त 9-10 जना भइसक्यो होला किन मेरो श्रीमती पहिला तदर्थ थियो अनि पहिला वैधानिक ललितपुरको किरात याखाको जिल्ला अध्यक्ष गरेँ त्यहाँदेखि केन्द्रको उपाध्यक्षमा गएँ केन्द्रमा पनि गर्नुभयो हो केन्द्रमा उपाध्यक्ष गएर पछि कार्यभार अध्यक्ष भएँ कार्यभार अध्यक्ष भन्नुको मिनिङ किन त भन्दाखेरि गङ्गराज राई अध्यक्ष हो भुइँदलको छोरा गङ्गराज राई तर उहाँ चाहिँ सरकारी जागिरमा हुनुहुन्थ्यो होइन सरकारी जागिरमा हुनाले मैले काम गरोस् या नगरे यो बिग्रोस् या मिति जस्तो आजको मिति सट्टै एउटा लेटर पेडमा कार्यभार अध्यक्ष मैले सम्झेको छु भनेर लेखिराखेँ ऊ हिँड्थ्यो कता हिँड्थ्यो जागिरे मान्छे अब त्यो दिनदेखिको जिम्मेवार म हुन्थेँ आए गयो जे जवाब दिइदिन्छ कहाँ बोल्नुपर्छ जे तर अब त्यतिखेर निकै कन्डिसनहरू थियो भर्खर सुरु भएको जातीय संस्थाहरू निकै सिरियस पनि थियो त्यतिखेर जस्तो तपाईँको एउटा आन्दोलन भनेको संस्कृत भन्छ नि यसको आन्दोलन थियो यो मदन भण्डारी जिन्दो हुँदा कुरा गर्दैछु सुरेश आलेहरू यो जनजाति महासङ्घ भनेको पहिला सुरु गरेको जनजाति महासङ्घ भनेको सुरेश आले मगरले हो अनि त्यो कार्यभार किराका अध्यक्ष भनेको चाहिँ त्यो हुनाले अनिखेर मैले कार्यभार अध्यक्ष गरेँ पछि उपाध्यक्ष 2 काल होला के बिराइ हुँदाखेरि अनि यो जर्मनको राजदूत पहिलो होला राईमा नवल किशोर राई अहिले अमेरिका कता छ त्यो मेरै पालो कार्यभार मैले फेटा गुठी दिएर जर्मनको राजदूत जानुभएको अनि त्यसो गरे अब त्यो किरात राखाको अवधिहरू सकेपछि अलिअलि राजनीतिक पार्टीतिर पसेँ गोरेबहादुरहरूसँग हिँडे डुले त्यो यसले पश्चिमतिर धेरै डुल्यो पूर्व पश्चिम उत्तरदेखि सबैतिर डुल्यो हुनु भएन यो फिदिम सिदिम उता बटल Saluting on the march. Left! Salute! 1, 2, 3, 4, 5, down, 3. कार्यक्रम छड्के सलाम छड्के सलाम निकै इन्ट्रेस्टिङ कुरा हामीले सुनिरहेका छौँ ज्ञान राई दाजुसँग कुराकानी र एकदमै उहाँको स्टोरी टेलिङ राम्रो रहेछ भनेर मैले अघि पनि अर्को कार्यक्रम पनि भनिसकेको थिएँ र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब यो कार्यक्रमको करिब अन्त्यतिर प्रवेश गर्दैछ हामी 4थो एपिसोडमा छौँ तपाईँहरूले भाग लिन चाहनुहुन्छ भने yograj.rai@bbs.com मा इमेल गर्नुहोला कल गर्न चाहनुहुन्छ भने 0746316361 मा कल गर्नुहोला ओके अब त्यो कुरा भयो त्यसपछि तपाईँले त अब त्यो एबिएम चोक होइन त्यहाँ पनि तपाईँले के गरेछु भन्नुहुन्थ्यो नि त्यो टेनिस कोर्ट हो त्यहाँ आएर त्यो गर्दै त्यहाँदेखि मैले त्यो किरात राखाको पछाडि त्यहाँ राजनीतिक पार्टीमा केही काम गरेँ माओवादी दण्डकाल थियो त्यता पनि विभिन्न कालखण्डहरू पार गरियो एक दिन झन्डै कमरेडहरूले झन्डै खतम पनि बनाए म सिन्धुलीमा जाँदा है त्यो घटना पनि छ सिन्धुलीमा गएको थियौँ दण्डकाल छ भनेर त थाहा थियो तर सिन्धुली मुमाई गाविस ल है मुमाई गाविस सिन्धुलीको सदरमुकामदेखि निकै पर 1 घन्टा 2 घन्टा पर पर्छ रहेछ तर त्यो मुमाई गाविस माओवादी कमरेडहरूले कब्जा गरेकै छ भने चाहिँ थाहा थिएन द्वन्द भन्ने त थाहा थियो है त्यहाँ गएको थियौँ 15-16 जना थियौँ होला विथ गोरेबहादुर त्यहाँ एउटा सानो कार्यक्रम गरेर भोलि हिँड्ने भनेर गएको थियौँ बेलुकी पुग्यौँ त्यहाँ गएको त्यो त सबै तपाईँको कमरेडहरूले उनीहरूको कब्जामा रहेछ त्यो एरिया जस्तो पुलिस पोस्ट त थियो नेपाल पुलिस भनेको आफ्नो घेराभित्र मात्रै बस्ने उनीहरूको इजाजत अनुमति लिएर मात्रै बाहिर जाने पुलिस त त्यसरी बस्दो रहेछ त्यो हामीलाई थाहा थिएन है गएर बेलुकी अनि कमरेड त आयो यार बेलुकी त अनि कम्बेट लगाएको अनि बन्दुक अब हामी त चिनिन्छ पल्टने नकली कि सकैले नै यसैले राख्नु भएको गन पकाइ बन्दुकै पकाइ हो कि ला हाम्रो होस हरायो अब चाहिँ अन्तिम जीवनको त यहाँ पो रहेछ ल बोल्ने फेरि
बोल्दा गल्ती हुने हो कि हान्ने हो कि अनि उनीहरूले नै को हो तिमीहरू भन अनि हामी फलाना फलाना पार्टी हौँ कहाँ हिँडेको हो भन यो सानो कार्यक्रम भनेर आएको हो को तिमीहरूको लिडर खडो खोज्ने पनि धन्न गोरेबहादुर चिनिएर छ तिनीहरूले सुनेको रहेछ नि फलानु यहाँ ल्याऊ भने हुन त थाहा त पाएको छ उसले पनि ल तपाईँ झिकाउ जाऊ अनि गोरे आयो अरू त गोरे हुनाले हुनु त हुन त भएन तर उटुले अंश त छोडो है अनि गोरेले ल उसले बयान लियो तपाईँको फलाना 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 पार्टी हुँ यो सायद तपाईँले सुन्नु पनि भएको होला आशा छ मेरो नाम फलाना फलाना हो र यहाँ आएको हाम्रो केही उद्देश्य होइन हामी एउटा हाम्रो पार्टीको सानो कार्यक्रम गरौँ भनेर आएको यो तपाईँहरूको मर्जी हुकुम हो कि गर भने गर्छौँ जा भने जान्छौँ जे हुन्छ त्यही मान्नु तयार छौँ भन भने उसले सिधै भन के भन भन्दाखेरि ल अरू भए छोड्ने थियो नि त के कस्तो हुन्थ्यो ल गोरेबहादुर तपाईँको नाम सुने हो फलाना पार्टी रहेछौ गोरेबहादुर रहेछौ तर त्यतिखेर गल्ती के भने जान्छौँ भन्ने पर्ने रहेछ है तर अब तपाईँहरूको निर्देशन गर भने गर्छौँ जा भने जान्छौँ भन्यौँ ल भोलि बिहान तोकिएको कति बजी हो यति बजी ठ्याक्क तिमीले कार्यक्रम गर्ने कार्यक्रम सक्नु बित्तिकै तिमीहरू जाने बुझ्यौ भने बुझ्यौँ हजुर भने पछि यता ओहो गल्ती भयो अहिले नै जान्छु भन्नु पर्ने रहेछ अब डर थरथर छ रातभरि हो कि रातभरि खाना खाएकै थिएन ला यार है त्यो मजाको सब्जीहरू पकाएर थियो कि जे खाने त खाउँ भन्ने बेला हो भने खाना खानु पऱ्यो नि ठहर मनसन अरू ध्यान छैन कतिखेर बिहान हुन्छ र त्यो कार्यक्रम गरे जस्तो गर्ने त्यहाँ दगुर्ने अनि झन्डी त टाङ्नु पऱ्यो यसो झन्डी टान्यो यसो एउटा सानो माग त्यो के अनि यसो फलाना गरे यसो गर अनि गोरेले यसो कति 25-30 मिनट गऱ्यौँ त्यहाँदेखि त्यो मनको हुनु त उनीहरूले खेद्ने के गर्ने त होइन रहेछ अनि बल्ल बल्ल सदरमा बल्ल यी यस्ता यस्ता घटनाहरू त्यहाँ गऱ्यो अब रह्यो कुरा तपाईँले एबिएम चोकको पेन्सन गरेर त्यो गऱ्यो हजुर अब त्यसरी त्यस्तो कुराहरू भयो अब आयो एबिएम चोकको एबिएम चोकमा त्यहाँ आएर पुरानो घर पनि मेरो त्यहीँ हो चोकैमा हो अहिले बुर्नाइसुन दोकान छ सुन्न राखेको छ अहिले चाहिँ नयाँ फेरि एउटा मतलब भयो भनेको फेरि त्यो व्यवहार हजुरहरूको त्यो बिएफबिएसको स्टेसनकै अगाडि अहिले नयाँ यहाँ फोटो छ अहिले भरे देखाउँला त्यो बिएफबिएस यतापट्टि थियो क्याम्पको अहिले सरो के छ ए हो पहिला त त्यो बिएफबिएस सिटी अफिसको पछाडि थियो पहिला त अहिले कहाँ सरेको छ अलि मास्तिर सरेछ ब्याक गेट उता क्याम्पको उतापट्टि ए होला त्यसो हुँदै अनि एबिएम चोकमा म टोल विकास समिति अध्यक्ष गरेँ त्यहाँ एउटा नरपाक भन्ने त्यहाँ साइनबोर्डै छ कुनै बेला तपाईँको हो कि होइन भनेर यसो हेर्नु भने तर त्यहाँ जिबी चामलिङ लेखेको छ त्यहाँ राणाहरूको जग्गा हो त्यो फेरि त्यहाँ सङ्घर्ष थुप्रो गर्नु पर्यो राणाहरूसँग है त्यो सङ्घर्ष गरेर जस्तो पाक मेरै नेतृत्वमा एउटा केबी थापा जस्तो यहाँ आएको छ मेरो सहयोगी त्यो थियो र त्यो पाक त्यहाँ चाहिँ त्यो वडा अध्यक्षसँग मिलेर यदि त्यो पाक त्यहाँ मैले निर्माण नगरेको भए अहिले पुरा नगरपालिकाले घर बनाउँथ्यो अनि बस्ने थिएन अनि त्यसले बेडमिन्टन ग्राउन्ड बनाइदिएको छ बेडमिन्टन ग्राउन्ड भन्दा क्याम्पले एउटा के लिम्बू के हो त्यसको नाम बिर्से वडा गोदाइनु भन्छ त्यसले केही सहयोग पनि दिएको छ अनि यहाँको एउटा गोरा लगेर उद्घाटन योङ गोरा थियो नाम बिर्से त्यो योङ गोरा उद्घाटन गर्न लगाएँ त्यो जस क्याम्पको कम्युनिटी वरपर क्याम्पले थुप्रै सहयोगहरू कम्युनिटीमा सहयोगहरू गरिरहेछ हजुर ओके हजुरको स्टोरीको लागि धेरै धेरै धन्यवाद ल त यो करिब यो हाम्रो श्रृङ्खला अन्तिम होला होइन ल त यहाँ योगराज भाइले आफ्ना मेरा बाउका इतिहासहरू र मेरा कुराहरू केही राख्ने अवसर दिलाउनु भयो यो एउटा सहयोग भनौँ यहाँले दुःख गरेर यहाँसम्म मेरो निमित्त आएर मलाई यही केही मेरा कुराहरू राख्ने अवसर दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट धन्यवाद हुन्छ हेल्दी रहनु होला अनि धेरै वर्ष बाँच्नु होला थ्याङ्क यू भेरी मच हजुर धन्यवाद हजुर कार्यक्रम छड्के सलामको 4थो एपिसोडसम्म रहनुभयो हाम्रो कपरोल रिटायर ज्ञान राई दाजु र उहाँको स्टोरी अझै थुप्रै छ तर अब यो यतिमै हामीले चाहिँ समापन गऱ्यौँ र कुनै दिन फेरि बाँकी कुराकानी हामी पक्का पनि गर्नेछौँ कार्यक्रम छड्के सलाममा र उहाँ चाहिँ 1965 देखि 1980सम्म ब्रिगेड अफ गोर्खासमा रहनुभयो उहाँको स्टोरी मेनली उहाँको बाबाको स्टोरी एकदमै इन्ट्रेस्टिङ रहेछ त्यो पनि सुनाउनुभयो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नुहोला yogras.rai@bbs.com उहाँकै घर यहाँ हेजमा बसेर 4वटा एपिसोडमा हामीले रेकर्ड गऱ्यौँ र उहाँप्रति आभार व्यक्त गर्दै र फेरि अर्को हप्ता अर्को नयाँ गेस्टलाई लिएर आउने बाचा गर्दै कार्यक्रम छड्के सलामबाट मैले बिदा मागेँ हस् त नमस्ते Left, right, left, left. Saluting on the march. Left. Salute. 6, 1, 2, 3, 4, 5, down, 3.
कार्यक्रम छड्के सलाम।